नगरसभा सदस्यज्यूहरू, अब म 19औं नगरसभा प्रारम्भ भएको जानकारी गराउँदै वीरेन्द्रनगर नगरपालिकाको आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम यहाँहरू समक्ष पेश गर्दछु। सभाका उपाध्यक्षज्यू एवं नगरसभा सदस्यज्यूहरू, कर्णाली प्रदेशको राजधानी भएको नगरपालिका वीरेन्द्रनगर नगरपालिका हो। यस नगरपालिकाको दोस्रो निर्वाचन पश्चात 9 तथा हालसम्मको 19औं नगरसभामा सम्बोधन गर्न पाउँदा गौरवान्वित भएको छु। साथै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने राष्ट्रिय हितका खातिर देशको विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनको अग्रमोर्चामा रही शहादत प्राप्त गर्ने ज्ञात अज्ञात सम्पूर्ण वीर शहीदहरूप्रति तथा कर्णाली प्रदेश स्थापनाका लागि ज्यान आहुति दिने शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। साथै विभिन्न आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै समाज परिवर्तनको अग्र स्थानमा रही योगदान पुर्याउनु हुने सम्पूर्ण अग्रजहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। कर्णाली प्रदेशको राजधानीको रूपमा रहेको यस नगरपालिकालाई प्राप्त स्रोत र साधनको अधिकतम उपयोग गर्दै पूर्वाधार तथा सामाजिक र समावेशीकरण विकासको क्षेत्रलाई अगाडि बढाएका छौँ। नगरपालिकालाई यहाँसम्म ल्याइ पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सबै नगरवासीहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु। प्रदेश राजधानी भएसँगै यस नगरपालिकामा प्रचुर सम्भावना बढेर गएका छन्। दिन प्रतिदिन उच्च जनसङ्ख्या वृद्धिको अवस्था रहेको यस नगरपालिकामा सीमित स्रोत र साधनका कारण समुदायको आकाङ्क्षालाई पूर्ण सम्बोधन गर्न सकिएको छैन। तर पनि नगरपालिकासँग उपलब्ध सीमित स्रोत र साधनबाट उत्कृष्ट नतिजा तथा नगरवासीका आकाङ्क्षालाई हासिल गरेका छौँ। न्याय, शिक्षा, स्वास्थ्य तथा राजस्वको दायरालाई विश्लेषण गर्दै नेपाल सरकारको मापदण्ड अनुसार उपमहानगरपालिका बन्ने सम्पूर्ण मापदण्ड पूरा गर्न सफल भएकोमा सम्पूर्ण जनप्रतिनिधि, प्रशासन एवं सम्पूर्ण नगरवासी तथा कर्णाली प्रदेश सरकार र नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। वीरेन्द्रनगर नगरपालिका कर्णाली प्रदेशको राजधानी भएसँगै प्रदेशको राजधानी सहरमा पाइने सेवा सुविधाको खोजीमा कर्णालीबाट मात्रै नभई कर्णाली बाहिरका जिल्लाहरूबाट पनि यस नगरपालिकामा भइरहेको उच्च आन्तरिक बसाइसराईलाई व्यवस्थित गर्नुपर्ने हुन्छ। यसै सन्दर्भमा सम्भावनाको खोजी गर्दै बसाइसराई भई आएकाहरूलाई स्वागत गर्दै उनीहरूसँग भएको रैथाने सिप र क्षमता नगरको विकास र समृद्धिमा उपयोग गर्न नलेज बैंक स्थापना गरी नलेजलाई समृद्ध बनाउँदै लैजान थप सृजनात्मक भएर यो नगरपालिका अगाडि बढिरहेको छ। आम जनताको मर्मलाई आत्मसात गर्दै नगरको सर्वाङ्गीण विकास र समृद्धिका लागि जनसमुदायबाट सुझाव सङ्कलन गरी विभिन्न नीति तथा कार्यक्रमहरू निर्माण गरी सञ्चालनमा ल्याइएको छ। यो जनअपेक्षा र युवा ऊर्जालाई सही दिशा दिँदै निर्देशित गर्दै वैचारिक स्पष्टता, नीतिगत निरन्तरता र सुदृढ राजनीतिक नेतृत्वको छाहारीभित्र व्यवस्थित गरी परिणाममुखी बनाइनेछ। दलीय संस्थागत जिम्मेवारी र सुशासनको बलियो धरातलमा उभिएर मात्रै युवा पुस्ताका सुन्दर सपनाहरू स्थापित हुन सक्छन् भन्ने यथार्थतालाई हामी मनन गर्दछौँ। वीरेन्द्रनगर नगरपालिकाले लिएको नीति अनुरूप यो नगरपालिका देशकै एक नमुना प्रविधि मैत्री र आर्थिक रूपमा आत्मनिर्भर स्थानीय सरकारको रूपमा स्थापित गरिनेछ। यसै सन्दर्भमा शैक्षिक, प्रशासनिक, पर्यटकीय सहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगर हाम्रो रहर भन्ने आम नगरवासीको आकाङ्क्षालाई आत्मसात गर्दै यस नगरपालिकाबाट आर्थिक वर्ष 2083-84 मा नगरपालिकाले अवलम्बन गर्नुपर्ने नीति तथा कार्यक्रमहरूलाई प्रस्तावको रूपमा यस सम्मानित सभा समक्ष स्वीकृतिका लागि पेश गर्न चाहन्छु। आर्थिक विकास क्षेत्र, राजस्व र कर। चालु आर्थिक वर्षमा कायम रहेका करका दरहरूलाई यथावत राख्दै करको आधार र क्षेत्र विस्तार गरी राजस्व प्रणालीलाई न्यायोचित बनाइनेछ।
राजस्व सुधारको वर्ष अभियानलाई सुदृढ गर्दै सबै करदाताहरूको विवरणलाई भौगोलिक सूचना प्रणाली नक्साङ्कल डिजिटल प्रणालीमा आबद्ध गरी अनिवार्य सञ्चालनमा ल्याइनेछ। राजस्व अभिवृद्धिको लागि सम्बन्धित सबै सरकारवाला निकाय, निजी क्षेत्र तथा समुदायसँग समन्वय सहकार्य गरी करको दायरा विस्तार गरिनेछ। राजस्व सुधार अभियानलाई प्रभावकारी बनाउँदै नगरलाई आत्मनिर्भरतर्फ लगिनेछ र राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी रूपमा नियन्त्रण गरिनेछ। डिजिटल प्रणाली मार्फत करदाताको प्रोफाइल तयार गरी करदाताको अभिलेख व्यवस्थित गरिनेछ। स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने सम्पत्ति कर, घर बहाल कर, भूमि कर, व्यवसाय कर, जडीबुटी, सवारी साधन, विज्ञापन र मनोरञ्जन करलाई एकीकृत रूपमा आबद्ध गरिनेछ। बक्यौता व्यवसाय कर भुक्तानीका लागि औचित्यता र आवश्यकताका आधारमा जरिवाना तथा विलम्ब शुल्कमा कानुनी छुट र सहुलियतको नीति लिइनेछ। दलित, महिला, अपाङ्ग भएका व्यक्ति र युवाहरूद्वारा सञ्चालित स्थानीय कच्चा पदार्थमा आधारित घरेलु एवं लघु औद्योगिक व्यवसाय शुल्कमा 50% छुट दिने व्यवस्थालाई निरन्तर दिइनेछ। समयमै कर तिरी नागरिक दायित्व पूरा गर्ने उत्कृष्ट करदातालाई नगर स्थापना दिवसको अवसरमा विशेष रूपमा सम्मान गरिनेछ। नगरपालिका र अन्तर्गतका निकायहरूबाट वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा नगरपालिकामा व्यवसाय दर्ता भई नियमित कर चुक्ता गरेका व्यवसायीहरूबाट मात्र खरिद गर्ने नीतिलाई कडाइका साथ लागू गरिनेछ। लामो समयदेखि नगरपालिका वा वडा कार्यालयमा व्यवसाय दर्ता नगरी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायहरूलाई दर्ताका लागि प्रोत्साहन गरिनेछ। साथै लामो समयदेखि व्यवसाय कर नतिरिरहेकाहरूका लागि जरिमाना, विलम्ब शुल्क र हर्जना आवश्यकता र औचित्यका आधारमा करमा छुट दिइनेछ। आगामी 3 वर्षको मात्र व्यवसाय शुल्क लिइनेछ। कृषि तथा पशुपक्षी विकास, कृषि उद्यम वृद्धि, साना तथा महिला किसानमा समृद्धि भन्ने आदर्श वाक्यका साथ जलवायु परिवर्तनको असर, सिँचाइको कमी, आधुनिक प्रविधिको न्यून प्रयोग र कृषि क्षेत्रबाट युवाहरू बाहिरिने चुनौतीलाई सम्बोधन गर्न परम्परागत खेती प्रणालीलाई व्यापक सुधार गरिनेछ। कृषिको व्यवसायीकरण, यान्त्रिकीकरण र विविधीकरण मार्फत युवा तथा महिला उद्यमीहरूलाई प्रोत्साहन गर्दै उत्पादनदेखि बजार सुनिश्चितता सहितको सुदृढ मूल्य श्रृङ्खला विकास गरिनेछ। हाम्रो अठोट व्यावसायिक पकेट क्षेत्रमा जोड भन्ने गन्तव्यका साथ स्थानीय अर्थतन्त्रको दिगो विकासमा ध्यान दिँदै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 13, 14, 15 र 16 लाई तरकारी, फलफुल, दुधजन्य र मासुजन्य पदार्थको कृषि पकेट क्षेत्रको रूपमा विकास गरिनेछ। सिँचाइमा लगानी, कृषकलाई आम्दानी नारा साकार पार्न कृषि पूर्वाधार विकास अन्तर्गत हालसम्म सिँचाइ सुविधा नपुगेको खेतीयोग्य जमिनमा सिंचित क्षेत्रफल बढाउन, महिला तथा जलवायु अनुकूलित साना सिँचाइ, स्यालो ट्युबवेल, बोरिङ र थोपा सिँचाइका कार्यक्रमहरूलाई विशेष प्राथमिकताका साथ सघन रूपमा सञ्चालन गरिनेछ। साना किसानको पहिचान, पालिकाको अनुदानको मूल मर्मलाई आत्मसात गर्दै आर्थिक रूपमा विपन्न साना र सीमान्तकृत किसानहरूको संरक्षणका लागि कृषिजन्य वस्तुको आयात घटाऊ, स्थानीय उद्यम बढाऊ र साना किसानको पहिचान, विपन्नलाई अनुदान नीति लिइनेछ। नगरपालिकाको प्रथम पञ्चवर्षीय योजनाको पहिलो वर्षको लक्ष्य अनुरूप कृषि क्षेत्रको आधुनिकीकरणका लागि व्यावसायिक उत्पादनमा आधारित अनुदान प्रणालीको थालनी गरिनेछ। न्यून पुँजी भएका कृषकहरूलाई प्रविधि, आधुनिक कृषि यन्त्र, काउ म्याट र प्लास्टिक टनेल मर्मतका लागि पारदर्शी र मागमा आधारित 50% अनुदान उपलब्ध गराई कृषि उत्पादकत्व वृद्धि गराउन आवश्यक सहजीकरण गरिनेछ। जमिन बाँझो नराखौँ, सक्नेलाई खेती गर्न दिउँ भन्ने दूरदृष्टिका साथ भूमिहीन र व्यावसायिक किसानहरूलाई प्रोत्साहन गर्न लिज र जग्गा करार मार्फत सामूहिक खेती गर्ने कृषकहरूलाई जग्गा भाडामा विशेष नगर अनुदान सहित सहुलियत दिइनेछ। खेती गर्न सम्भावित कृषि क्षेत्रहरूमा आवश्यक भौतिक पूर्वाधार जस्तै कृषि सडक, सिँचाइ र साना सङ्कलन केन्द्रहरू निर्माण गर्ने नीति अवलम्बन गरिनेछ।
बिउमा परनिर्भरता घटाऊ, स्थानीय बिउ बचाऊ भन्ने नाराका साथ कृषि सहकारीहरूसँग रणनीतिक सहकार्य गरी वीरेन्द्रनगरको हावापानी सुहाउँदो गुणस्तरीय स्थानीय एवं रैथाने बिउ बिजनको अनुसन्धान, विकास, संरक्षण र जैविक भण्डारणका लागि आवश्यक पूर्वाधार निर्माण गरिनेछ र बिउ वितरण प्रणालीलाई व्यवस्थित बनाइनेछ। साथै शहरी क्षेत्रमा कौशी खेती प्रणालीमा जोड दिइनेछ। बिना धितो ऋणको उपलब्धता, युवा र महिला उद्यमशीलतामा सहजता, कृषकहरूलाई कृषि व्यवसायमा विस्तार गर्न र पुँजीको अभाव हुन नदिन, निक्षेप तथा कर्जा सुरक्षा कोषसँग रणनीतिक साझेदारी गरिनेछ। पशुपक्षी सेवालाई प्रत्यक्ष अनुभवका साथै सेवा प्रवाह गर्ने गरी डिस्पेन्सरी सेवाको विस्तार, पशुपक्षी उपचार सेवा, प्राइमेरी ल्याब सेवा र कृत्रिम गर्भाधान सेवा सञ्चालन, व्यवस्थापन र विस्तार गरिनेछ। गौशालालाई व्यवस्थित र दिगो रूपमा सञ्चालन गर्ने गरी आत्मनिर्भरताको लागि थप व्यवस्थित गर्न ट्रेबिस निर्माण तथा प्राविधिक सहयोग र सुझावका साथै छिमेकी पालिकाहरूसँग समन्वय र सहकार्य गरिनेछ। पशुपक्षीहरूको स्वास्थ्यको लागि विभिन्न किसिमका औषधि उपचार सेवा, पशु स्वास्थ्य शिविर र पशुपक्षीका विभिन्न किसिमका महामारीजन्य रोग नियन्त्रणका लागि खोप सेवा कार्यक्रम सञ्चालन गर्ने साथै पशु बिमाको नीति लिइनेछ। रेम्बो ट्राउट माछा पालनको लागि सम्भाव्य स्थान छनौट तथा व्यवसाय विस्तार गर्नका लागि मागको आधारमा माछाको पोखरी र भुरा ढुवानी गरी व्यवसाय प्रवर्धन गर्ने नीति लिइनेछ। कृत्रिम गर्भाधानबाट पशु गर्भाधान भई ब्याएको सुत्केरी पशुलाई पोषणमा सुधार ल्याउन सुत्केरी पोषण कोसेली प्रदान गर्ने नीति लिइनेछ। व्यवसायी कृषकको घर दैलोमा नै सेवा उपलब्ध गराउने उद्देश्यका साथ हट हेल्थ कार्यक्रम मार्फत पशुपक्षीको स्वास्थ्य परीक्षण, नमुना परीक्षणका साथै प्राविधिक सल्लाहकार स्थलगत रूपमा नै दिई सेवाको गुणस्तर वृद्धि गर्नुका साथै पशुपालनमा उत्प्रेरित गर्ने नीति लिइनेछ। उपभोक्ताहरूलाई स्वास्थ्य मासु उपलब्ध गराउन, मासु पसललाई करको दायरामा ल्याउन बजार अनुगमन कार्यलाई निरन्तरता दिँदै व्यापक सूचना सम्प्रेषण गर्ने कार्य गरी नगरको राजस्व वृद्धिमा सहयोग पुग्ने विभिन्न कार्यक्रमहरू सञ्चालनका साथै मासु पसल प्रवर्धनका लागि आवश्यक सहयोग गर्ने नीति लिइनेछ। नगरपालिका भित्र रहेको खसी बधशाला तथा मासु पसलहरू निर्माण गरी सुधार गरी स्वच्छ र स्वस्थ मासु उपभोक्ता समक्ष पुर्याउने नीति लिइनेछ। उद्योग वाणिज्य तथा सहकारी क्षेत्र नवप्रवर्धन र प्रविधि मैत्री उद्यमशीलतालाई प्रोत्साहन गर्दै एक ओडा एक उद्यमशीलता र साना उद्यम ठूलो परिवर्तनको नीति अनुरूप स्थानीय कच्चा पदार्थ, परम्परागत ज्ञान, सिप र श्रममा आधारित लघु, घरेलु, साना तथा उद्योगहरूको विकास, संरक्षण र प्रवर्धनका लागि वित्तीय उत्प्रेरणा सहितका प्रवर्धनात्मक कार्यक्रम कार्यान्वयन गरी स्थानीय उत्पादनको बजारीकरण गरिनेछ। वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सिप उपयोग, सुरक्षित आप्रवासन सामी कार्यक्रम र विभिन्न सङ्घ संस्था मार्फत हुने सिप विकासका तालिम तथा कक्षाहरू वीरेन्द्रनगर नगरपालिकाबाटै एक द्वार प्रणाली वन डोर सिस्टम मार्फत परिचालन गरी सञ्चालन गर्ने नीति अवलम्बन गरिनेछ। नवप्रवर्धनमा आधारित युवा उद्यमीहरूका लागि स्टार्टअप एक्युबेसन सेन्टर सञ्चालन गरिनेछ भने नवयुवाहरूका लागि रोजगार सूचना केन्द्र मार्फत स्थानीय स्तरमै श्रममूलक रोजगारीका अवसरहरू सिर्जना गरिनेछ। कृषक तथा युवाहरूको क्षमता प्रमाणीकरणका लागि सिप परीक्षण कार्यक्रमलाई निरन्तरता दिइनेछ। रोजगारदाता र रोजगार आकांक्षीहरू बीच प्रत्यक्ष समन्वय गराउन नगर स्तरमा रोजगार तथा सिप मेला सञ्चालन गरिनेछ भने रोजगार सम्बन्धी कार्यक्रमहरूलाई व्यवस्थित र पारदर्शी बनाउन स्वीकृत कार्यविधि अनुसारको कार्यान्वयन समितिको बैठकलाई नियमित गरिनेछ। वीरेन्द्रनगरको बजार क्षेत्रलाई व्यवस्थित र सौन्दर्यीकरण गर्न फुटपाथ क्षेत्रको प्रयोग सम्बन्धी स्पष्ट मापदण्ड निर्धारण गरी डोके, डुलुवा, रिक्सा र साना व्यवसायीहरूको पहिचान र वर्गीकरण गरी उनीहरूको उचित व्यवस्थापन, संरक्षण र व्यवसायको सुरक्षा गरिनेछ। नगरको आतिथ्यता र शहरी यातायातलाई थप मर्यादित बनाउन अटो चालकहरूका लागि सकारात्मक सोच र जीवन रूपान्तरण सम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ।
विगतका वर्षहरूमा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित विभिन्न सिपमूलक तालिमहरू प्राप्त गरी स्थानीय स्तरमै सफल भएका उत्कृष्ट उद्यमीको र विशेष लक्षित वर्गका महिला उद्यमीहरूको व्यावसायिक सङ्घर्ष र सफलताका कथाहरू लेखिनेछ र पुस्तकका रूपमा प्रकाशन गरिनेछ। सार्वजनिक यातायातका साधनहरूमा सुरक्षित र भरपर्दो यात्राका लागि निजी क्षेत्रको सहकार्यमा GPS ट्र्याकिङ सिस्टम जडान गर्न प्रोत्साहित गरिनेछ। निष्क्रिय तथा समस्याग्रस्त सहकारीहरूको पहिचान गरी सदस्यहरूको बचतको जोखिम न्यूनीकरण गर्न आवश्यक कानुनी संरचना निर्माण र कडा अनुगमन गरिनेछ। पर्यटन वीरेन्द्रनगर नगरपालिकाको पर्यटकीय गुरुयोजना निर्माण गरी पर्यटकीय स्थल विभिन्न भाषाभाषी तथा कला संस्कृति र सम्पदाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गरिनेछ। वीरेन्द्रनगरका प्रमुख पर्यटकीय स्थलहरूको डिजिटल लोकेसन म्यापिङ एप निर्माण गरिनेछ र पर्यटकीय स्थलहरूमा डिजिटल सूचना पार्टी र ब्रोसरको व्यवस्था गरिनेछ। ऐतिहासिक बुलबुले उद्यान, बुलबुले ताल, देउती बजे मन्दिर र लाटीकोइली शिव मन्दिर क्षेत्रको पूर्वाधार विकासमा तीव्रता दिइनेछ। छेडादेखि गढी भ्युटारसम्मको क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र घोषणा गरी ऐतिहासिक पहिचान झल्किने गरी भवन संहिता बिल्डिङ कोड जारी गरी लागू गरिनेछ। पर्यटकीय सम्पदाको व्यापक प्रचार प्रसार र रणनीतिक क्षेत्रको प्रवर्धन नगरपालिकाभित्र रहेका ऐतिहासिक तथा प्राकृतिक रूपमा महत्त्वपूर्ण पर्यटकीय क्षेत्रहरू जस्तै गढी भ्यू टावर, चुला, जरबुटा र शक्तिकाँडा र रानीघाटको दिगो विकास र प्रवर्धनका लागि विशेष नीति अवलम्बन गरिनेछ। वीरेन्द्रनगरलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा व्यवस्थित गर्न यी क्षेत्रहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार प्रसार र प्रवर्धन गर्ने नीति लिइनेछ। ऐतिहासिक एवं पुरातात्विक सम्पदा काँक्रेबिहार क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लक्षित गरी स्थानीय कला संस्कृति र घरेलु उत्पादनहरू बिक्री वितरण गर्न एक व्यवस्थित स्थानीय उत्पादन बिक्री कक्ष स्थापना गर्ने नीति अवलम्बन गरिनेछ। काँक्रेबिहार क्षेत्रभित्रका पर्यटकीय पूर्वाधारहरूलाई जलवायु उत्थानशीलता मापदण्डका आधारमा सुदृढ गरिनेछ। पर्यटनका लागि योजनाहरू तर्जुमा र कार्यान्वयन गर्दा स्थानीय युवा, महिला र लक्षित वर्गको प्रत्यक्ष आर्थिक लाभ सुनिश्चित गरिनेछ भने काँक्रेबिहार क्षेत्रभित्र पर्यटकहरूको सहजताका लागि स्वच्छ खानेपानी व्यवस्थापन र अन्य आवश्यक पर्यटकीय पूर्वाधार निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखिनेछ। नगर स्तरीय साहित्य सम्मेलन तथा संस्कृत उत्सवको आयोजना गरी स्थानीय कला र साहित्यको प्रवर्धन गरिनेछ। रैथाने खाद्य परिकार विविधीकरण तालिमका माध्यमबाट स्थानीय स्वादलाई पर्यटनसँग जोडिनेछ। आदिवासी जनजाति, बादी, मुस्लिम, राजी र थारू समुदायको भाषा, संस्कृति, मौलिक वेशभूषा र परम्परागत ज्ञानको पुस्तान्तरणका लागि सांस्कृतिक प्रवर्धन कार्यक्रम तथा सङ्ग्रहालयको संरक्षण र सशक्तिकरण कार्यक्रम सञ्चालन गरिनेछ। आन्तरिक पर्यटन एवं स्थानीय भाषा र संस्कृतिको संरक्षण र प्रवर्धन गर्नका लागि वीरेन्द्रनगर नगरपालिकाका 16वटै वडामा जात जाति भाषाभाषीलाई समेट्दै रैथाने सांस्कृतिक महोत्सव सञ्चालन गरिनेछ। सामाजिक विकास क्षेत्र, शिक्षा, युवा तथा खेलकुद। वीरेन्द्रनगर नगरपालिकालाई उत्कृष्ट शैक्षिक केन्द्र बनाउने दूरदृष्टिका साथ निर्माण गरिएको 10 वर्षे शिक्षा क्षेत्र योजनाका आधारमा शिक्षा सम्बन्धी बजेट तथा कार्यक्रम कर्मशः तर्जुमा गरी कार्यान्वयन गर्ने कार्यलाई निरन्तरता दिइनेछ। बालबालिकाहरूलाई आधारभूत र माध्यमिक शिक्षामा पहुँच अभिवृद्धि गर्न सञ्चित गरिएको म बनाउँछु मेरो नगर शिक्षा विकास कोषमा रहेको रकमलाई यस आर्थिक वर्षमा लक्षित समुदायमा अधिकतम लाभ हुने गरी गरिब समुदायका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिनेछ। विद्यालय समायोजन, दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापन कार्यलाई निरन्तरता दिँदै थप व्यवस्थित र प्रभावकारी बनाइनेछ। वीरेन्द्रनगर नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अध्ययनरत बालबालिकाको व्यक्तित्व विकास एवं प्रतिभा प्रदर्शनका लागि नगरपालिका स्तरीय पढाइ मेला, प्रतिभा प्रदर्शनी एवं विद्यार्थी महोत्सव सञ्चालन गरिनेछ। विद्यालय शिक्षालाई सूचना प्रविधि अनुसन्धान, नवप्रवर्धन, सिपमूलक उद्यमशीलता एवं आर्टिफिसियल इन्टेलिजेन्स AI को प्रयोगमा जोड दिइनेछ।
गुणस्तरीय शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न स्थानीय स्रोत र साधनको उच्चतम प्रयोग गर्ने नीति लिइनेछ भने आर्थिक वर्ष 2083-84लाई शैक्षिक सुधार वर्षको रूपमा घोषणा गरिनेछ। अंग्रेजी, गणित तथा विज्ञान विषयमा रहेको शिक्षक अभावलाई पूर्ति गर्नका लागि व्यवस्थित स्थापित नगरपालिका स्तरीय सिकाइ सहजीकरण केन्द्रलाई थप आधुनिक र प्रभावकारी ढङ्गले सञ्चालन तथा व्यवस्थापन गरिनेछ। सामुदायिक विद्यालयहरूमा माथिल्लो कक्षामा विषयगत शिक्षकको प्राप्ति र टिकाउको समस्यालाई समाधान गर्न डिजिटल शिक्षक बैंक टिचर बैंकको स्थापना गरी रिक्त पदमा शिक्षक पूर्ति गर्दा सोही बैंकलाई प्रयोगमा ल्याइनेछ। घर बलियो जगले विद्यालय बलियो बाल विकासले भन्ने आदर्श वाक्यका साथ प्रारम्भिक बाल विकास ECD कक्षाहरूलाई भौतिक र शिक्षण सूचकका आधारमा प्रभावकारी रूपमा व्यवस्थापन र सुदृढ गर्ने नीतिलाई निरन्तरता दिइनेछ। सबै माध्यमिक विद्यालयहरूमा अनिवार्य रूपमा NCC, जुनियर रेड क्रस र नेपाल स्काउट सम्बन्धी कार्यक्रमहरू सञ्चालन तथा व्यवस्थापन गर्न आवश्यक सहजीकरण गरिनेछ। आधारभूत तहको कक्षा 8 सम्म कार्यान्वयन भएको स्थानीय विषय पाठ्यक्रम हामी र हाम्रो वीरेन्द्रनगरको प्रभावकारी कार्यान्वयन गर्न साथै उक्त पाठ्यक्रमलाई यस आर्थिक वर्षमा समसामयिक परिमार्जन र थप व्यावहारिक बनाउने कार्यलाई प्राथमिकतामा राखिनेछ। विद्यालयहरूमा कार्यरत शिक्षक र अध्ययनरत विद्यार्थीका अतिरिक्त क्रियाकलाप, खेलकुद, सङ्गीत, योग र ध्यान, करियर गाइडेन्स तथा मनोपरामर्श जस्ता सिपहरूको विकास गर्ने कार्यलाई सहजीकरण गरिनेछ। विद्यालयभन्दा बाहिर रहेका बालबालिका एवं प्रौढहरूका लागि सामुदायिक सिकाइ केन्द्रहरू मार्फत वैकल्पिक सिकाइ मार्गतर्फ तह 2 र 3 का कक्षाहरू सञ्चालन तथा व्यवस्थित गर्न आवश्यक सहजीकरण गरिनेछ। मध्यपश्चिम विश्वविद्यालय र सुर्खेत बहुमुखी क्याम्पससँगको साझेदारी र सहकार्यमा शिक्षक मेन्टरिङ, प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीको क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिनेछ। स्नातक र स्नातकोत्तर तहका विद्यार्थी चाप बढी भएका विद्यालयहरूमा स्वयंसेवक शिक्षकको रूपमा परिचालन गर्ने कार्यलाई परीक्षणका रूपमा लागू गरिनेछ। नगरपालिकाको शैक्षिक गुणस्तर उन्नयनमा निवृत्त शिक्षक र कर्मचारी सम्मिलित वीरेन्द्रनगर थिङ्क ट्याङ्क स्थापना र परिचालन गरिनेछ। मध्यपश्चिम विश्वविद्यालयसँग गरिएको बृहत शैक्षिक सुधार कार्यक्रम अन्तर्गत स्थापना गरिएको रु 2 करोडको छात्रवृत्ति कोष परिचालनको नीति यसै वर्ष कार्यान्वयनमा ल्याउँदै नगरभित्रका जेहेन्दार विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनमा सहयोग गरिनेछ। अटिजम भएका बालबालिकाहरूका लागि प्रारम्भिक सिकाइ केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइनेछ। अंग्रेजी भाषाको माध्यमबाट शिक्षण गराउन शिक्षकको क्षमता विकास गरिनेछ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सहयोग गर्न इच्छुक गैर सरकारी सङ्घ संस्था र निजी शैक्षिक संस्थाहरूसँग साझेदारी गर्ने नीति अवलम्बन गरिनेछ। माध्यमिक विद्यालयहरूमा स्टेम शिक्षालाई प्रवर्धन गर्नका लागि विज्ञान, सूचना प्रविधि, सङ्गीत, योग, गणित विषयको आधुनिक प्रयोगशालाको निर्माण र कार्यान्वयन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखिनेछ। शैक्षिक प्रशासन र व्यवस्थापनलाई सक्षम, नतिजामुखी तथा प्रभावकारी रूपमा सञ्चालन गर्न प्रधानाध्यापक र शिक्षकसँग कार्यगत करार सम्झौता गरी सिकाइ उपलब्धि वृद्धिमा जवाबदेही बनाउँदै लगिनेछ। कक्षा कोठामा नगर प्रमुख कार्यक्रम सञ्चालन गरी स्थानीय सरकार, विद्यार्थी र विद्यालय बीच अनुभव आदान प्रदान गरिनेछ। विद्यालयको भौतिक पक्षमा सुधार गर्न बालबालिकाका लागि उपयुक्त सिकाइ वातावरण निर्माणका लागि नगर प्रमुख शैक्षिक पूर्वाधार विकास कार्यक्रमलाई निरन्तर सञ्चालन गरिनेछ। संस्थागत विद्यालय, मन्टेसोरी ट्युसन तथा कोचिङ सेन्टर आदिको नियमन गर्दै संस्थागत रूपमा सञ्चालन भएका विद्यालयहरूको मापदण्ड तयार गरी वर्गीकरण र स्तरीकरण गर्ने कार्यलाई प्राथमिकता दिइनेछ। युवाको उमेर समूह 16 देखि 40 वर्षको आवश्यकतालाई दृष्टिगत गर्दै युवासँग उपमेयर कार्यक्रम मार्फत युवाहरूको सर्वाङ्गीण विकास, रोजगारी र सामाजिक कुरीति विरुद्ध परिचालन गरिनेछ। खेलकुद र युवा क्षमता विकासका पूर्वाधारहरू निर्माण गर्दै अपाङ्ग मैत्री र लैङ्गिक संवेदनशील मापदण्डहरू अनिवार्य गरिनेछ। खेलकुदको जग बलियो बनाउन सबै सामुदायिक माध्यमिक विद्यालयहरूमा खेलकुद प्रशिक्षकको व्यवस्थापन गरिनेछ।
स्वास्थ्य र राष्ट्रका लागि खेलकुद भन्ने आदर्श वाक्यका साथ राष्ट्रपति रनिङ सिल्ड लगायतका खेलहरू सञ्चालन गरिनेछ भने एक ओडा एक खेल मैदान निर्माण गर्ने कार्यलाई क्रमशः ओडाहरूमा विस्तार गरिनेछ। कर्णाली प्रदेश स्तरीय वीरेन्द्रनगर मेयर कप दोस्रो संस्करण 2083 सञ्चालन गरिनेछ। नगर खेलकुद तथा नगर युवा परिषद गठनका लागि कानुन निर्माण गरी खेलकुद तथा युवा केन्द्रित कार्यक्रमहरू अगाडि बढाइनेछ। यस नगरपालिकामा आयोजना हुने 10औं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीलाई प्रशिक्षण तालिम लगायत अन्य व्यवस्थापकीय कार्यमा नगरपालिकाका तर्फबाट विशेष सहयोग गरिने र पदक प्राप्त खेलाडीहरूको प्रोफाइल तयार गरी सम्मान गरिनेछ। नगर क्षेत्रमा सञ्चालित विद्यालयमा गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न प्रत्येक वर्षको नतिजाको आधारमा स्तरीकरण गरी विद्यार्थीको उच्चतम शैक्षिक वृद्धि गर्न प्रोत्साहन स्वरूप लगानी वृद्धि गरिनेछ। सामुदायिक विद्यालयमा स्वच्छ खानेपानी, सफा शौचालय र व्यवस्थित खेल मैदान कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गरिनेछ। स्वास्थ्य, जनसङ्ख्या, पोषण तथा चिकित्सा, सरसफाई र स्वस्थ जीवनशैली हाम्रो रहर, स्वास्थ्य सेवामा सबैको पहुँच वीरेन्द्रनगर भन्ने मूल नाराका साथ प्रवर्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक तथा पुनर्स्थापनात्मक स्वास्थ्य सेवालाई जनताको सहज पहुँचमा पुर्याइनेछ। समुदायमा नै पुगी प्रत्येक परिवारको स्वास्थ्य तथ्याङ्क सङ्कलन गरी सोही तथ्याङ्कका आधारमा जीवन पथको अवधारणा अनुरूप गर्भवती, सुत्केरी, नवशिशु, बाल स्वास्थ्य, किशोर किशोरी, वयस्क तथा ज्येष्ठ नागरिक स्वास्थ्यका साथै सर्ने र नसर्ने रोग सम्बन्धी सेवाहरू प्रवाह गर्न प्रत्येक ओडामा सामुदायिक स्वास्थ्य कार्यक्रम क्रमशः लागू गर्दै लैजाने व्यवस्था मिलाइनेछ। गर्भवती महिलाको निःशुल्क भिडियो एक्सरे सेवा सञ्चालनलाई निरन्तरता दिन सामुदायिक भिडियो एक्सरे सेवा कार्यक्रमलाई निरन्तरता दिइनेछ। यस पालिका अन्तर्गतका बर्थिङ सेन्टरहरूबाट सुत्केरी हुने महिलाहरूका लागि नगर प्रमुख सुत्केरी पोषण कोसेली कार्यक्रमको निरन्तरता तथा गर्भवती महिलालाई प्रसुति सेवाको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिनेछ। हेलो गर्भवती आमा कार्यक्रमलाई अझ व्यवस्थित गराइनेछ। पहुँच नपुगेका क्षेत्रहरूको पहिचान गरी पहुँचमा ल्याइनुका साथै आमा एप, आमा प्रेग्नेन्ट एप कार्यक्रम सञ्चालन गरिनेछ। महिलाहरूका स्वास्थ्यका समस्याको पहिचान, निदान तथा उपचार गर्नका लागि नियमित तथा विशेष शिविरहरू मार्फत प्रत्येक ओडाको स्वास्थ्य संस्थाहरूमा महिलाको पाठेघरको मुखको क्यान्सरको जाँच, पाठेघर खस्ने समस्याको जाँच, स्तन क्यान्सरको जाँच तथा फिस्टुलाको जाँच र परामर्श सेवा दिइनेछ। वीरेन्द्रनगर नगरपालिकालाई हेल्दी सिटी, स्वच्छ सहरको रूपमा विकास गर्ने कार्यलाई अगाडि बढाइनुका साथै 10,000 पाइला कार्यक्रमको सुरुवात गरिनेछ। स्वास्थ्य संस्थाहरूलाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गर्दै लगिनेछ र पालिकालाई पोषण मैत्री स्थानीय शासन प्रवर्धन कार्य अघि बढाउन ओडाहरूबाट क्रमशः सुरुवात गरिनेछ। उच्च रक्तचाप, मधुमेह, मृगौला रोग, मुटु रोग, अर्बुद रोग, दम, मोटोपना, दाँत, आँखा, कान र मानसिक स्वास्थ्य जस्ता नसर्ने रोगहरूको स्क्रिनिङका लागि नगरका सबै ओडाहरूमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। नगरभित्र रहेका थारू समुदायमा सिकल सेल एनिमिया रोगको परीक्षण, उपचार र पोषणको व्यवस्थापन गरिनेछ। साथै परीक्षणका लागि कर्णाली प्रदेश अस्पतालसँग आवश्यक सहकार्य गरिनेछ। वीरेन्द्रनगर नगरपालिकाका सबै ओडाहरूमा प्रेसर र मधुमेह रोगको परीक्षण, रोग निदान, उपचार र नियन्त्रण गरिनेछ। खोप कार्यक्रमलाई अझै प्रभावकारी बनाउनका साथै खोपको खेर जाने दरलाई घटाउन खोप टोली बनाई सबै खोप केन्द्रबाट खोप सेवा उपलब्ध गराइनेछ। साथै पालिकालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना कायम गरिनेछ। आयुर्वेदिक पद्धतिलाई पनि जनसमुदायको पहुँचमा पुर्याउन आरोग्य केन्द्रलाई थप सुविधायुक्त बनाइनेछ। नगरपालिकामा मनोपरामर्श सेवा कक्ष सञ्चालन गरी समुदाय स्तरमा मनको चौतारी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ। विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि माध्यमिक विद्यालयहरूमा किशोर किशोरी स्वास्थ्य कुनाको सुरुवात गरिनेछ। निजी तथा संस्थागत मावि तहका विद्यालयहरूमा विद्यालय नर्स स्वयं विद्यालयले नै व्यवस्थापन गर्ने गरी प्रक्रिया अगाडि बढाइनेछ। समय सापेक्ष स्वास्थ्य कर्मीहरूलाई तालिमको व्यवस्थापन, जोखिम भत्ताको व्यवस्थापन र अध्ययन अवलोकन भ्रमणको व्यवस्थापन गरिनुका साथै कार्य सम्पादनका आधारमा स्वास्थ्य संस्था र स्वास्थ्य कर्मचारीहरूको मूल्याङ्कन गरी पुरस्कृत र प्रोत्साहन गर्ने व्यवस्था गरिनेछ।
नगरपालिकादेखि सञ्चालन भएको निःशुल्क स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै सेवा क्षेत्र थप विस्तार गरिनेछ। नगरपालिकाको एकीकृत सूचना प्रणालीमा सूचनाको शुद्धता, समयबद्धता र पूर्णतामा निगरानी गरी गुणस्तरीय बनाइनेछ। साथै यस वर्ष सम्पूर्ण स्वास्थ्य संस्थाहरूमा EHMIS अनलाइन विस्तार गरिनेछ। रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जाल मार्फत नियमित रूपमा नगर स्वास्थ्य कार्यक्रमहरू, स्वास्थ्य सम्बन्धी जानकारीहरू र सन्देशहरू प्रवाह गरिनेछ। मर्यादित महिनावारी सरसफाइलाई महिला मैत्री बनाई प्रभावकारी कार्यान्वयन सञ्चालन गर्न स्वास्थ्य संस्था, गाउँघर क्लिनिक निःशुल्क सेनिटरी प्याड वितरणलाई निरन्तरता दिइने व्यवस्था मिलाइनेछ। सबै स्वास्थ्य संस्थाबाट दिइएको सेवालाई जवाबदेही बनाउन सामाजिक परीक्षण कार्यक्रम गर्नुका साथै डिजिटल गुनासो पेटिकाको सुरुवात गरिनेछ। यस नगरपालिका अन्तर्गत सञ्चालनमा रहेको नगर अस्पताललाई स्तर उन्नति गरी विशेषज्ञ सेवा उपलब्ध गराइनेछ भने वीरेन्द्रनगर वडा नम्बर 9 लाठी कोइलीमा निर्माणाधीन 15 शय्याको नगर अस्पताल यसै आर्थिक वर्षमा सञ्चालनमा ल्याइनेछ। नगरपालिका क्षेत्रभित्र सम्पूर्ण सहकारी, सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूको नियमन, अनुगमन, मूल्याङ्कन गरी हेल्थ केयर क्वालिटी रेटिङ कार्यलाई प्राथमिकतामा राखिनेछ। निजी अस्पताल तथा क्लिनिकहरूबाट विपन्न नागरिकका लागि 10% शय्या निःशुल्क गर्ने व्यवस्था मिलाइनेछ। पालिका स्तरमा अटिजम र अन्य मानसिक स्वास्थ्य समस्याहरूको प्रारम्भिक पहिचान गर्न विशेषज्ञ सेवा सहितको स्क्रिनिङ शिविर सञ्चालन गरिनेछ। अटिजम भएका बालबालिकाका लागि आवश्यक पर्ने स्पिच थेरापी, अकुपेसन थेरापी र व्यावहारिक उपचार सेवालाई नगर अस्पतालमा थप सेवा विस्तार गरिनेछ। अपाङ्गता भएका व्यक्तिहरूको जटिल शल्यक्रिया, उपचारात्मक पुनर्स्थापना र कृत्रिम अङ्ग जडान कार्यलाई प्रभावकारी बनाउन अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र जस्ता संस्थाहरूसँग प्राविधिक तथा संस्थागत समन्वय गरी निःशुल्क उपचारको व्यवस्था मिलाइनेछ। महिला, बालबालिका, ज्येष्ठ नागरिक वीरेन्द्रनगर नगरपालिकाद्वारा निर्माण गरिएको हिंसा प्रभावित महिलाहरूका लागि सुरक्षित आवास गृह उचित व्यवस्थापन सहित यसै वर्षदेखि सञ्चालनमा ल्याइनेछ। विपन्न वर्गका महिलाहरूको आय आर्जन सुधारका लागि स्थानीय कच्चा पदार्थ र बजारको माग अनुरूप सिपमूलक उद्यमशीलता तालिम प्रदान गरी उनीहरूलाई उद्यमशील र बिउ पुँजी मार्फत आत्मनिर्भर बनाइनेछ। लैङ्गिक हिंसाबाट प्रभावित महिला तथा बालबालिकाहरूका लागि निःशुल्क गुणस्तरीय र प्रभावकारी कानुनी तथा मनोवैज्ञानिक सेवा सुनिश्चित गरिनेछ। वीरेन्द्रनगर नगरपालिकाको नगर गौरवको आयोजनाको रूपमा रहेको छोरी बचत कार्यक्रमलाई निरन्तरता दिँदै बैंक खाता खोल्ने रु 1000लाई यस वर्षदेखि रु 2000 पुर्याइनेछ। वीरेन्द्रनगरलाई बाल मैत्री नगरपालिका बनाउने उद्देश्यका साथ वडा नम्बर 8 पछि बाँकी रहेका वडाहरूमा बाल मैत्री स्थानीय शासन वडा घोषणा अभियानलाई तीव्रता दिइनेछ। वडा तथा नगर स्तरीय बाल सञ्जालको वैधानिक गठन र पुनर्स्थापना गर्दै योजना तर्जुमा प्रक्रियामा बाल सहभागिता र बाल अधिकारलाई सुनिश्चित गरिनेछ। बाल विवाह न्यूनीकरण, छाउपडी र जातीय विभेद जस्ता सामाजिक कुरीतिहरू विरुद्ध समुदाय स्तरमा प्रभावकारी सचेतना अभियान सञ्चालन गरिनेछ। जोखिममा रहेका समस्याग्रस्त बालबालिकाहरूको पहिचान गरी उनीहरूको संरक्षण गरिनेछ भने मानव सेवा आश्रम सङ्घको सहकार्यमा वीरेन्द्रनगर नगरपालिकालाई पूर्ण रूपमा सडक बालबालिका मुक्त नगर बनाउने अभियानलाई पूर्ण रूपमा मूर्तता दिइनेछ। ज्येष्ठ नागरिकको सम्मानका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै प्रत्येक वडामा दिवा सेवा कार्यक्रम सञ्चालन गरिनेछ। अपाङ्गता भएका यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको आत्मसम्मान र अधिकारको रक्षाका लागि उनीहरूको आवश्यकता र क्षमता अनुरूपका स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गरिनेछ। खानेपानी तथा सरसफाई नगरपालिका क्षेत्रभित्र सबै घरधुरीमा स्वच्छ, सुरक्षित र गुणस्तरीय पिउने पानीको पहुँच पुर्याउन हाल सञ्चालित साना शहरी तथा सामुदायिक खानेपानी आयोजनाहरूको संरचनागत विस्तार र स्तरोन्नति गरिनेछ। खानेपानीका मुहानको दीर्घकालीन बचावटका लागि निश्चित क्षेत्रहरू पहिचान गरी कानुनी रूपमा पानीको मुहान संरक्षण क्षेत्र घोषणा गर्ने नीति लिइनेछ। उपत्यकाको भूमिगत जलस्तर संरक्षणका लागि वैकल्पिक स्रोतका रूपमा रहेका डिप बोरिङलाई रिजर्वायर ट्याङ्की निर्माण गरिनेछ भने नयाँ व्यावसायिक बोरिङ खन्ने कार्यलाई प्रभावकारी नियमन र अनुमति प्रणालीलाई अनिवार्य बनाइनेछ।
वीरेन्द्रनगर उपत्यकाको दीर्घकालीन खानेपानी समस्या समाधानको मेरुदण्डको रूपमा रहेको निर्माणाधीन भेरी लिफ्टिङ खानेपानी आयोजनाको निर्माण कार्यतालाई तीव्रता दिइनेछ। बजार क्षेत्रको तीव्र शहरीकरण व्यवस्थित गर्न र वर्षातको पानीको निकासका लागि स्वीकृत गृहयोजना अनुसार मुख्य ठल निकास निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ। सार्वजनिक स्थलहरूमा आधुनिक अपाङ्ग मैत्री र लैङ्गिक संवेदनशील स्मार्ट शौचालयहरूको निर्माण र दिगो व्यवस्थापनका लागि निजी क्षेत्र, टोल विकास संस्था र उपभोक्ता समितिहरूसँग रणनीतिक साझेदारी गरिनेछ। नगरपालिकालाई पूर्ण सरसफाइयुक्त नगरपालिका बनाउन स्वच्छ नगरपालिका, स्वच्छ वीरेन्द्रनगर, स्वस्थ नगरवासी अभियानलाई वडा स्तरमा समुदायको सहभागितामा व्यापक बनाइनेछ। पूर्वाधार विकास क्षेत्र, जलवायु र परिवर्तन, दिगो विकास। नगरपालिकाबाट निर्माण हुने सार्वजनिक पूर्वाधारहरूलाई अपाङ्ग मैत्री, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मैत्री बनाउन लैङ्गिक उत्तरदायी पूर्वाधारको अवधारणालाई आत्मसात गरिनेछ र नमुनाको रूपमा केही ठूला आयोजनाहरूमा यसको अभ्यास प्रारम्भ गरिनेछ। विकास निर्माणको कार्यहरूलाई दिगो बनाउन जलवायु परिवर्तन मैत्री पूर्वाधार, क्लाइमेट रेजिलिएन्ट इन्फ्रास्ट्रक्चरका मापदण्डहरू अवलम्बन गरिनेछ। नगरवासीहरूलाई सर्वसुलभ, सुरक्षित र व्यवस्थित सार्वजनिक यातायात सेवा उपलब्ध गराउन नगर यातायात गृहयोजना परिमार्जन गरी यसै आर्थिक वर्षभित्र वीरेन्द्रनगरमा एकीकृत नगर बस सेवा सञ्चालन गरिनेछ। सडक दुर्घटनाको जोखिम न्यूनीकरण र शहरी यातायातलाई प्रविधि मैत्री बनाउन रत्न राजमार्गको मङ्गलगढी चोकमा निर्माणाधीन आकाशे फुलको निर्माण कार्य यसै वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। वीरेन्द्र चोकको सवारी सङ्केत बत्ती ट्राफिक लाइटलाई पूर्ण रूपमा सुचारू गरिनेछ भने एरी चोक र एरी चोक, एयरपोर्ट चोक र देउती बजे चोक जस्ता चोकहरूमा स्तर उन्नति तथा निर्माण कार्यलाई निरन्तरता दिइनेछ। बढ्दो सवारी चाप र शहरी पार्किङ व्यवस्थित गर्न सिटी बस पार्कको विस्तार निर्माण कार्य यसै आर्थिक वर्षमा सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ। लामो दूरीका सवारी साधन व्यवस्थापनका लागि प्रस्तावित कर्णाली बस पार्क निर्माणको लागि आवश्यक प्रक्रिया सुरु गरिएको छ भने यसै वर्ष नेपाल सरकारबाट जग्गा भोगाधिकार प्राप्त गरी सङ्घ र प्रदेश सरकारसँगको समन्वय र साझेदारीमा यथाशीघ्र निर्माण कार्य प्रारम्भ गरिनेछ। नगरको ऐतिहासिक पहिचान र शहरी सौन्दर्यसँग जोडिएका नगर गौरवका मुख्य आयोजनाहरू जस्तै घण्टाघर पार्क निर्माण, घण्टाघर दक्षिण पार्क तथा पार्किङ निर्माण र गोदाम लाइन पार्किङ निर्माण कार्य यसै आर्थिक वर्षभित्र अनिवार्य रूपमा सम्पन्न गरी बजार क्षेत्रको पार्किङ समस्यालाई सधैँका लागि समाधान गरिनेछ। नगर गौरवको आयोजनाको रूपमा रहेको वडा नम्बर 6 मा रहेको हटिया चोक अगाडिको सार्वजनिक स्थलमा बालबालिकाको लागि खुल्ला खेल मैदान तथा पार्किङको रूपमा विकास गरिनेछ। महिला मैत्री सहर परियोजना अन्तर्गत निर्माण भएका सार्वजनिक खुल्ला क्षेत्रहरूलाई महिला बालबालिका, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिक अनुकूल हुने गरी समावेशी र जलवायु उत्थानशील खुल्ला पार्क रेजिलिएन्ट ओपन स्पेसको रूपमा विकास गर्ने कार्यलाई अगाडि बढाइनेछ। नगर क्षेत्रभित्रका कालोपत्री तथा ग्राभेल सडकहरूमा पर्ने खाल्डाखुल्डी तथा तत्काल आइपर्ने अवरोधहरूलाई 24 घण्टाभित्रै मर्मत सम्भार गरी यातायात सुचारू गर्न एक साधन स्रोत सम्पन्न 24 घण्टा क्रियाशील रहने सडक मर्मत युनिट, रोड मेन्टेनेन्स युनिट गठन गरी परिचालन गरिनेछ। निर्माण सम्पन्न भइसकेका पूर्वाधारहरूको दिगो उपयोगका लागि मर्मत सम्भार कोषको प्रभावकारी परिचालन गरिनेछ र स्थानीय स्तरमा पूर्वाधार संरक्षण समिति गठन गरिनेछ। उपत्यकाभित्रका खोलाहरूको वास्तविक क्षेत्राधिकार एकिन गरी नदी कटान नियन्त्रणका लागि तटबन्धन कार्यलाई तीव्रता दिइनेछ र स्वीकृत मापदण्ड अनुसार खोला करिडोर निर्माण कार्यलाई निरन्तरता दिइनेछ। वडा नम्बर 9 मा निर्माणाधीन 15 शैय्याको नगर अस्पतालको भौतिक पूर्वाधार निर्माण कार्य यसै आर्थिक वर्षभित्र 100% सम्पन्न गरी विशेषज्ञ चिकित्सा सेवा प्रवाहको कार्यलाई सुचारू गरिनेछ। वडा नम्बर 10 मा रहेको भेरी आर्यघाट निर्माण कार्यको दोस्रो चरणको भौतिक पूर्वाधार निर्माणलाई पूर्णता दिँदै यसलाई आधुनिक व्यवस्थित र सुविधायुक्त घाटको रूपमा सञ्चालनमा ल्याइनेछ।
नगरभित्र सञ्चालित विकास योजनाहरूको निर्माण कार्यलाई गुणस्तरीय, सुरक्षित र भूकम्प प्रतिरोध बनाउन स्थानीय डकर्मी, सिकर्मी र निर्माण व्यवसायीहरूका लागि आधुनिक प्रविधि सम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरिनेछ। शहरी विद्युत आपूर्ति सुरक्षित बनाउन सडकमा रहेका अव्यवस्थित विद्युतीय पोलहरूलाई वडाको अगुवाईमा नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा स्थानान्तरण र व्यवस्थापन गरिनेछ। नगर गौरवको आयोजना उज्यालो शहर कार्यक्रम अन्तर्गत मुख्य सडक र हटलाइन सडकमा थप सेवा विस्तार गरिनेछ। मुख्य बजार क्षेत्रको फुटपाथ व्यवस्थापन यसै वर्ष पूरा गरिनेछ भने सार्वजनिक महत्त्वका ठूला सडकहरूमा फुटपाथ निर्माण कार्य प्रारम्भ गरिनेछ। भवन तथा बस्ती विकास। नगरपालिकाको भवन नक्सा पास प्रक्रियालाई पूर्ण रूपमा पारदर्शी र कागजविहीन बनाउन विद्युतीय नक्सा पास प्रणाली EBPS-लाई यसै वर्षदेखि पूर्ण रूपमा लागू गरिनेछ। बलियो संरचना निर्माण हाम्रो अभियान प्रत्येक प्राणीको बचाउ अमूल्य जीवन भन्ने अभिप्रायका साथ प्रचलित मापदण्ड बमोजिम भवन निर्माण गर्ने गराउने कार्यलाई प्रभावकारी बनाउन नतिजामूलक र प्रभावकारी अनुगमनको व्यवस्था मिलाइनेछ। भूकम्प प्रतिरोधी भवन निर्माणका लागि यस अगावै सो सम्बन्धी तालिम लिइसकेका डकर्मीहरूको थप क्षमता अभिवृद्धि गर्न तालिमको व्यवस्था मिलाइनेछ। डकर्मीहरूलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिई तालिम लिएका डकर्मीहरूबाट मात्र निर्माण गर्ने अनुमति दिने व्यवस्था मिलाइनेछ। मौलिकता र सामाजिक विविधता झल्कने गरी शहरी बस्ती विकास संरक्षण गरिनेछ। नगरका जोखिम वर्गीकरणका आधारमा बस्ती तथा पूर्वाधार सुरक्षित बनाउन जोड दिइनेछ। 1 बाई 1 फिट भन्दा सानो पिल्लर प्रयोग गरी बनाएका निर्माण भएका संरचनाको अब उपरान्त नक्सा पास गरिने नीतिलाई कडाइका साथ लागू गरिनेछ। वन वातावरण विपद व्यवस्थापन क्षेत्र। चक्रीय अर्थतन्त्रको प्रवर्धन, संस्थागत फोहोर वर्गीकरण र कानुनी दायित्व तथा आफ्नो फोहोरको जिम्मेवारी आफै भन्ने उत्तरदायित्वको सिद्धान्तलाई संस्थागत गर्दै नगर क्षेत्रका प्रत्येक घरधुरी र व्यावसायिक प्रतिष्ठानहरूमा फोहोरलाई स्रोतमै जैविक कुहिने र अजैविक नकुहिने गरी वर्गीकरण गर्ने कार्यलाई अनिवार्य र कानुनी रूपमा लागू गरिनेछ। फोहोर व्यवस्थापनमा चक्रीय अर्थतन्त्र, सर्कुलर इकोनोमीको नवीन अवधारणा अवलम्बन गरी अजैविक फोहोर पुनः प्रयोग र पुनरुत्पादन मार्फत आय आर्जनका अवसरहरू सिर्जना गरिनेछ। घरेलु स्तरमा उत्सर्जन हुने जैविक फोहोरबाट घरमै कम्पोस्ट मल र ग्यास उत्पादन गर्ने निजी क्षेत्र तथा टोल विकास संस्थाहरूलाई प्रोत्साहन गरिनेछ। ल्यान्डफिल साइटको गृहयोजना बमोजिम पूर्वाधार निर्माणलाई गति दिँदै पहुँच मार्गको सौन्दर्यीकरण गरिनेछ र नगर क्षेत्रभित्र खुल्ला रूपमा फोहोर जलाउने कार्यलाई पूर्ण रूपमा प्रतिबन्ध गरिनेछ। प्लास्टिक प्रदूषण नियन्त्रण, शहरी पर्यावरण र प्रविधि मैत्री वायु अनुगमनको शहरी सौन्दर्यता र माटोको उत्पादकत्वमा पर्ने नकारात्मक असर न्यूनीकरणका लागि प्लास्टिक रहित सडक नाला राख्न विशेष कार्यदल तथा समुदाय परिचालन नेपाल सरकारले तोकेको मापदण्ड भन्दा कम गुणस्तरका प्लास्टिकका झोला, प्लास्टिक र्यापर भएका गुटखा तथा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रयोगलाई नियन्त्रण गर्न कडा कानुनी शर्तहरू लागू गरिनेछ। विद्यालय र टोल तहमा प्लास्टिक कैद तथा पुनर्प्रयोग अभियान सञ्चालन गरी बाल क्लबहरू बीच प्रतिस्पर्धा गराइनेछ। घण्टाघर र बस पार्क जस्ता सार्वजनिक क्षेत्रमा निजी क्षेत्रको सहकार्यमा प्लास्टिक बोतल सङ्कलन गर्ने आधुनिक मेसिनहरू जडान गरिनेछ। जनस्वास्थ्य सुरक्षाका लागि प्रमुख चोकहरूमा वायु गुणस्तर मापन स्टेसन स्थापना गरी विवरण सार्वजनिक गरिनेछ। घर परिसरमै आकाशे पानी र भान्साको पानी व्यवस्थापन गर्ने प्रणालीलाई प्रोत्साहन गर्न आगामी दिनमा भने भवनहरूको नक्सा पास प्रक्रियामा वातावरण मैत्री मापदण्डलाई कडाइका साथ आबद्ध गरिनेछ। स्वच्छ हावा हरियो सहर वीरेन्द्रनगर बनाउने हाम्रो रहर अभियान अन्तर्गत कालोपत्रे भइसकेका मुख्य सडकका दायाँ बायाँ रैथाने सौन्दर्यमूलक फूल तथा बिरुवारोपण परीक्षण गरिनेछ। तिनीहरूको दीर्घकालीन संरक्षणका लागि स्थानीय सङ्घ संस्था र निजी क्षेत्रलाई जिम्मेवारी हस्तान्तरण गर्ने मोडेलमा लागू गरिनेछ। नगरपालिकाको प्रथम पञ्चवर्षीय योजनाको मार्गचित्र बमोजिम शहरी वन संरक्षण र हरित नगरको अवधारणा अघि बढाइनेछ।
उत्तरी जलाधार क्षेत्रको संरक्षणका लागि सामुदायिक वनहरूमा जल पुनर्भरण पोखरी निर्माण गरिनेछ र खानेपानीका मूलहरूको संरक्षणका लागि विशेष अभियान सञ्चालन गरिनेछ। ग्रामीण क्षेत्रमा खनिएका सडकहरूको दिगो संरक्षणका लागि जैविक इन्जिनियरिङ, बायो इन्जिनियरिङ प्रविधि मार्फत अमृसो र घाँसे बिरुवा रोपण गरिनेछ। सामुदायिक विद्यालयहरूलाई हरित र उत्थानशील बनाउन ग्रिन एन्ड रेजिलेन्ट स्कुलको रूपमा रूपान्तरण गरी बालबालिकाका लागि सुरक्षित शिक्षण सिकाइ वातावरण निर्माण गरिनेछ। विपद व्यवस्थापन सार्वजनिक खोलाहरूको नापी नक्सा अनुसार सीमाङ्कन र तटबन्धन गरी नदी किनारको संरक्षण र सुरक्षित बसोबास सुनिश्चित गरिनेछ। विपद तथा जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि स्थानीय विपद र जलवायु उत्थानशील योजना तयार गरी कार्यान्वयन गरिनेछ। सम्भावित प्राकृतिक विपदको सामना गर्न जोखिम संवेदनशील क्षेत्रहरूको डिजिटल म्यापिङ गरी GPS कोड सहितको विपद सूचना प्रणाली अद्यावधिक गरिनेछ। नगर क्षेत्रमा द्रुत अग्नि नियन्त्रणका लागि सबै वडाहरूमा रणनीतिक पानी भण्डारण स्थल निर्माण गरिनेछ। भेरी पम्पिङ आयोजनाको सेवा क्षेत्रभित्र मुख्य स्थानहरूमा आधुनिक अग्नि नियन्त्रण प्रणाली जडान गरिनेछ। नगरभित्र निर्माण हुने ठूला व्यावसायिक, संस्थागत तथा सार्वजनिक भवनहरूमा आकस्मिक निकास मार्ग र आगो नियन्त्रण गर्ने प्रविधि जडान गर्नुपर्ने व्यवस्थालाई अनिवार्य गरिनेछ। गृहिणीहरू लक्षित भान्साको आगो नियन्त्रण सम्बन्धी प्रयोगात्मक अभिमुखीकरण कार्यक्रमलाई नगर बारुण यन्त्र टोली मार्फत टोल तहसम्म विस्तार गरिनेछ। आपतकालीन जनशक्ति परिचालन, प्रादेशिक समन्वय र उत्थानशील विद्यालय विपदको समयमा तत्काल खोज उद्धार र पारदर्शी राहत वितरणका लागि प्रत्येक वडामा विपद स्वयंसेवक दल गठन गरी तिनीहरूको क्षमता विकास गरिनेछ। आपतकालीन परिस्थितिमा खोज र उद्धार कार्यलाई तीव्र बनाउन नगर क्षेत्रभित्र रहेका सेवानिवृत्त सैनिक, प्रहरी र राष्ट्रिय सेवा दल NCC मा आबद्ध युवाहरूको अलग्गै रोस्टर तयार गरी परिचालन गरिनेछ। विपद व्यवस्थापन र राहत सामग्री पूर्ण भण्डारणका लागि सञ्चालनमा रहेको आधुनिक आपतकालीन कार्य सञ्चालन केन्द्रलाई थप सेवा विस्तार सहित छिमेकी पालिकाहरूसँग विपदको समयमा स्रोत र साधन साझेदारी गर्ने अन्तरपालिका समन्वय नीति थालनी गरिनेछ। मनसुन सुरु हुनु अगावै नगरका सबै मुख्य जलनिकास र नालाहरूको मर्मत सम्भार तथा सरसफाई गरिनेछ। सुशासन तथा संस्थागत क्षेत्र सार्वजनिक सेवा तथा सुशासन सम्बन्धी यस नगरपालिकाको निर्माणको अन्तिम चरणमा रहेको नयाँ प्रशासनिक भवनलाई यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइनेछ। नयाँ प्रशासनिक भवन पूर्ण प्रविधि मैत्री र आधुनिकीकरण गर्दै भवन परिसरभित्र नागरिक सहायता कक्ष, सेवाग्राही विश्राम स्थल, शुद्ध पिउने पानी, गुनासो सुन्ने संयन्त्र सहित एक द्वार सेवा, वन डोर सिस्टम, एक स्थान सेवा, वन स्टप सर्भिस, एकीकृत सेवा, इन्टिग्रेटेड सर्भिस मार्फत नगरवासीलाई अझ छिटो, छरितो, पारदर्शी र प्रभावकारी सेवा प्रवाह गरिनेछ। कार्यालय भवन नभएका तथा भाद्र 23 र 24 गतेको जेन्जी आन्दोलनका क्रममा आगलागी भई भत्किएका वा जीर्ण भएका वडाहरूमा वडा कार्यालय भवनलाई मर्मत सम्मार गरिने र वडा कार्यालयहरूलाई पूर्ण रूपमा निर्माण सहितको पूर्ण प्रविधि मैत्री बनाइनेछ। नगरपालिकाका लागि आवश्यक पर्ने ऐन नियम र कार्यविधिहरूलाई समय सापेक्ष पुनरावलोकन र संशोधन गरी सोलाई ऐन सङ्ग्रहको रूपमा प्रकाशित गरिनेछ। एकल महिला, विपन्न दलित, विपन्न आदिवासी, HIV सङ्क्रमित लगायत सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा पछाडि परेकाहरूका लागि कानुनी परामर्श सेवा विस्तार गर्न परामर्श सेवा खरिद गरिनेछ। यस अवधिमा भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्र समेतलाई आधार मानी 3 महिनाभित्र व्यवस्थापन सर्वेक्षण ONM लाई पूर्णता दिने सम्बन्धमा नगर कार्यपालिकाले पूर्व सहमति समेत प्रदान गरिसकेको सम्बन्धमा यसलाई पूर्णता दिइनेछ। साथै प्रत्येक कर्मचारीहरूको कार्य विवरण पुनः अद्यावधि गरी कार्य सम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू गरिनेछ। नगरपालिकाको व्यवस्थापन परीक्षण, म्यानेजमेन्ट अडिट गरी सुधारका क्षेत्रहरूको पहिचान गर्ने कार्यक्रमको समक्ष विकास योजना स्वीकृत गरी सुका आधारमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरी जनशक्ति तथा संस्थाको
संस्थागत क्षमता विकास कार्यक्रमहरू क्रमशः सञ्चालन गरिनेछ। नगरपालिकामा सञ्चालित आयोजना सफ्टवेयरको अद्यावधि गर्दै आयोजनाको कार्यान्वयन व्यवस्था तथा प्रगतिको जानकारी तत्काल प्राप्त हुने व्यवस्था मिलाइनेछ। नगरपालिकाबाट सम्पादन गरिएका कार्य तथा प्रगतिहरूको सङ्गालोको रूपमा 5-5 वर्षमा गरिएका कार्यहरूको एकीकृत दस्तावेजीकरण गरी अभिलेख व्यवस्थापन गरिनेछ। कार्यालयमा प्राप्त भएका फाइलहरूको यथाशीघ्र सम्पादन गर्ने र साप्ताहिक रूपमा शून्य फाइल प्रणाली लागू गरिनेछ। साथै हेल्प डेस्क, टोल फ्री नम्बर तथा मोबाइल एप र अनलाइन गुनासो प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालनको व्यवस्था मिलाइनेछ। नगरपालिकामा रहेका डाटालाई डिजिटल प्रोफाइल बनाई खण्डीकृत तथ्याङ्कलाई एकीकृत गरी व्यवस्थापन गरिनेछ। सेवाग्राही लाइनमा हैन अनलाइनमा भन्ने नारालाई कार्यान्वयन गर्नका लागि आवश्यक कार्यक्रम तयार गरी आवश्यक पर्ने प्रणालीको विकास गरिनेछ। नगरपालिका तथा अन्तर्गतका कार्यालयहरूलाई डिजिटलाइजेसन गर्न आवश्यक प्रणालीको विकास गरिनेछ। नगरपालिकाको प्रथम पञ्चवर्षीय योजना स्वीकृतिको अन्तिम चरणमा रहेकोले सोही बमोजिम आगामी वर्षदेखि योजना बनाउँदा पञ्चवर्षीय योजनासँग अन्तर्सम्बन्ध हुने गरी कार्यक्रम सञ्चालन गरिनेछ। जिन्सी खरिद प्रणालीलाई एकद्वार प्रणाली र सार्वजनिक सम्पत्ति व्यवस्थापन पाम्स V2 मार्फत सञ्चालन गरिने कार्यलाई निरन्तरता दिइनेछ। स्थानीय सञ्चार माध्यमबाट यस नगरपालिकामा भएका विकास निर्माण तथा सार्वजनिक सूचना प्रसारको नीति लिइनेछ। स्थानीय सञ्चार क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूको क्षमता विकास सम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। यस नगरपालिकाका युवाहरूलाई सूचना प्रविधि, फोटोग्राफी, भिडियोग्राफी, डिजिटल मार्केटिङ जस्ता प्राविधिक तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरी रोजगार बनाउने कार्यक्रम सञ्चालन गरिनेछ। ओडाका विभिन्न ओडाहरूमा नगर प्रमुखसँग ओडावासी टाउन हल मिटिङ सञ्चालन गरिनेछ। संस्थागत विकासतर्फ वर्तमान जनप्रतिनिधिहरूको 5 वर्ष कार्यकाल पूरा हुन लागेको ऐतिहासिक सन्दर्भमा यस अवधिमा सम्पादन भएका सम्पूर्ण कार्यक्रमहरूलाई समेटेर 5 वर्षको प्रगतिको एकीकृत दस्तावेजीकरण सहितको श्वेत पत्र वा पुस्तक सार्वजनिक गरिनेछ। विकास कार्यहरू तथा पूर्वाधार आयोजनाहरूको अनुगमन गर्दा केवल भौतिक संरचनामा मात्र सीमित नभएर ती योजनाहरूबाट महिला, दलित, सीमान्तकृत र लक्षित वर्गको जीवनस्तरमा पुगेको वास्तविक लाभ र सकारात्मक प्रभावको विस्तृत विश्लेषण गरी अनुगमन प्रतिवेदनमा अनिवार्य रूपमा समावेश गरिनेछ। सार्वजनिक खर्चको समन्वयिकता र प्रभावकारिता सुनिश्चित गर्न 10 करोड रुपैयाँ भन्दा बढी लागतका ठूला बहुवर्षीय र नगर गौरवका आयोजनाहरू सम्पन्न भएको 2 वर्षभित्र स्वतन्त्र तेस्रो पक्ष थर्ड पार्टी इम्प्याक्ट इभ्यालुएसन बाट प्रभाव मूल्याङ्कन गराउने परिपाटीको अनिवार्य थालनी गरिनेछ। नगरपालिकाको प्रथम पञ्चवर्षीय योजनाको प्रस्थान पहिलो वर्ष भएकाले यसले परिकल्पना गरेका समष्टिगत लक्ष्य, रणनीति, दीर्घकालीन सोचलाई वार्षिक बजेट तथा कार्यक्रमहरूसँग प्रारम्भिक रूपमै आबद्ध गरिनेछ। आवधिक योजनाका प्राथमिकताका क्षेत्रहरू र मध्यमकालीन खर्च संरचनाको खाका बमोजिम स्थानीय स्रोत साधनको कुशल र नतिजामुखी विनियोजन गर्ने परिपाटी थालनी गरिनेछ। नेपाल सरकारले अङ्गीकार गरेका दिगो विकासका लक्ष्यहरू र नगरपालिकाको प्रथम पञ्चवर्षीय योजनाका आधारभूत सूचकहरूलाई स्थानीय परिवेश अनुकूल आन्तरिकीकरण गरिनेछ। प्रथम पञ्चवर्षीय योजनाको पहिलो वर्षको मार्गचित्र अनुसार गरिबी निवारण, लैङ्गिक समानता, स्वच्छ ऊर्जा र सुरक्षित सहर निर्माण परिमाणात्मक लक्ष्यहरू हासिल गर्न विषयगत शाखाहरूको वार्षिक कार्य सम्पादनलाई नतिजामुखी बनाइनेछ। कानुनी परामर्श सेवा र मेलमिलाप केन्द्रहरूलाई वडा स्तरसम्म विस्तार गरिनेछ र विपन्न बस्तीहरूमा व्यापक कानुनी साक्षरता अभियान सञ्चालन गरिनेछ। भूमि व्यवस्थापनतर्फ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि आवश्यक व्यवस्थापनका लागि सहजीकरण तथा समन्वय गरिनेछ। सरकारी खोलाहरूको मापदण्ड तयार गर्ने कार्यलाई आवश्यक सहजीकरण गरिनेछ। नियम विपरीत प्रयोग गरिएका सरकारी तथा सार्वजनिक जग्गा संरक्षणको कार्यलाई निरन्तरता दिइनेछ। सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी घटना दर्ता 100% पुर्याई पूर्ण रूपमा घटना दर्ता पालिका घोषणा गरिनेछ।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई समयमा नै परिचय पत्र नवीकरण गर्नका लागि सूचना प्रचार गरिनेछ। सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीलाई बैंक खातामा नियमअनुसारको भत्ता रकम इलेक्ट्रोनिक फन्ड ट्रान्सफर मार्फत भुक्तानी गरिनेछ। सामाजिक सुरक्षा भत्ता वितरण सरल, सहज र पहुँचयोग्य बनाइनेछ। न्याय सम्पादनसँग सम्बन्धित नेपालको संविधान, प्रचलित कानुन र न्यायका मान्य सिद्धान्तका आधारमा स्थानीय स्तरमा उत्पन्न हुने विवादको समाधान छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी विधि र प्रक्रिया अवलम्बन गरी वीरेन्द्रनगर नगरपालिकाभित्र बसोबास गर्ने आर्थिक रूपले विपन्न तथा असहाय व्यक्तिहरू सबैका लागि न्यायमा सहज पहुँच सुनिश्चित गर्न निशुल्क कानुनी सहायता एवं सेवाको व्यवस्था गरिनेछ। कानुनी परामर्शलाई वडा स्तरसम्म विस्तार गर्न कानुनी परामर्श सेवा प्रदायक संस्थाहरूसँग प्रतिस्पर्धाको माध्यमबाट सेवा खरिद गरी जनताको कानुनी सेवा सहजीकरण गरिनेछ। स्थानीय स्तरमा न्यायमा नागरिकको सहज पहुँच सुनिश्चित गरिनेछ। मेलमिलाप मार्फत विवाद समाधान गर्ने सामाजिक न्याय र संस्कृतिलाई प्रवर्धन गरिनेछ। न्याय सम्पादन प्रक्रियालाई पारदर्शी, प्रभावकारी तथा नागरिक मैत्री बनाइनुका साथै कानुनी सचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिनेछ। अन्तरपालिका तथा न्याय सम्पादनसँग सम्बन्धित निकायहरूसँग निरन्तर रूपमा अन्तर्क्रिया तथा अनुभव आदान प्रदान गरी न्यायिक समितिको कार्य सम्पादनलाई क्रमशः परिष्कृत गरिनेछ। नगरपालिकाका सूचीकृत मेलमिलापकर्ता मार्फत वडा स्तरमा विवाद समाधानका लागि परिचालन गरिनेछ। महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विपन्न वर्गको न्यायको पहुँचलाई प्राथमिकता दिइनेछ। यस सभाका उपाध्यक्षज्यू एवं नगरसभा सदस्यज्यूहरू, प्रस्तुत नीति तथा कार्यक्रमको सफल, प्रभावकारी र परिणाममुखी कार्यान्वयनका लागि विगतका वर्षहरूमा प्राप्त हुँदै आएको अमूल्य सहयोग, सहकार्य र समन्वयलाई निरन्तरता दिँदै सम्पूर्ण सरकारवालाहरूबाट आगामी दिनमा समेत पूर्ण साथ र प्रतिबद्धताको अपेक्षा गर्दछु। नगरपालिकाको यस कार्यकालको अन्तिम वर्षको नगरसभालाई गरिमामय, ऐतिहासिक र व्यवस्थित बनाउन रचनात्मक एवं महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने आदरणीय वडा अध्यक्षज्यूहरू, कार्यपालिकाका सदस्यज्यूहरू र सम्पूर्ण नगरसभा सदस्यज्यूहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। हाम्रो यस 5 वर्षको यात्रा र नीति निर्माणको प्रक्रियामा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमा अमूल्य सुझाव, मार्गनिर्देश र प्राविधिक सहयोग पुर्याउनुहुने आदरणीय बुद्धिजीवी, नागरिक समाज, सञ्चारकर्मी, राजनीतिक दल, निजी क्षेत्र र सम्पूर्ण विकास प्रेमी साझेदारसँगै सम्पूर्ण नगरवासीहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। प्रशासनिक रूपमा यो गरिमामय दस्तावेज तयार गर्न, कार्यशालाहरू व्यवस्थापन गर्न र कार्यान्वयनको व्यावहारिक रूपरेखा कोर्न अहोरात्र खटिरहनुहुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, योजना अधिकृत, सम्पूर्ण शाखा प्रमुखहरू लगायत राष्ट्रसेवक कर्मचारीहरूको मेहनतको उच्च प्रशंसा गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछु। अन्त्यमा हामी सबैको साझा सङ्कल्प र अथक प्रयासबाट मात्र समृद्ध वीरेन्द्रनगर, स्वच्छ र सुशासित नगरवासीको मूल ध्येय प्राप्त हुन सक्छ। हामी 5 वर्षमा जनअपेक्षा पूरा गर्न हामीले बसालेको सुदृढ जगलाई थप मजबुत बनाउँदै यो साझा सङ्कल्प साकार पार्न सम्पूर्ण आदरणीय दिदीबहिनी तथा दाजुभाइमा हार्दिक अपिल गर्दै धन्यवाद ज्ञापन गर्दछु। धन्यवाद। नगरसभा सदस्यज्यूहरू, अब म आर्थिक वर्ष 2083-84 को बजेट तथा कार्यक्रम प्रस्तुतिका लागि सभाका उपाध्यक्ष एवं बजेट योजना तर्जुमा समितिका प्रमुख नीलकण्ठ खनालज्यूलाई समय प्रदान गर्दछु।
आदरणीय नगरसभा अध्यक्षज्यू तथा सम्पूर्ण सदस्यज्यूहरू, नयाँ संविधान 2072 को घोषणा पश्चात देशमा प्रशासनिक संरचनाको परिवर्तन भई सङ्घीय व्यवस्था अनुसार 2079 साल वैशाख 30 गते हामीले स्थानीय तहको दोस्रो कार्यकाल समेत निर्वाचित भएर 4 वर्ष पुरा गरेका छौँ। यस अवसरमा कर्णाली प्रदेश प्राप्तिमा योगदान गरेका वीर शहीदहरू सहित राष्ट्रिय एकता र अखण्डता कायम तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको परिपक्वता बनाउने क्रममा विभिन्न समयमा शहादत प्राप्त गर्ने शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। यस्तै विभिन्न आन्दोलनको क्रममा घाइते, अपाङ्ग वा बेपत्ता भएका सबै जनाप्रति उच्च सम्मान व्यक्त गर्दछु। साथै समाज परिवर्तन नेतृत्वका क्षेत्रमा अगाडि रहेर सबै अग्रजहरूलाई सम्मान व्यक्त गर्न चाहन्छु। निर्वाचन समय अवधिका हिसाबले हाम्रो कार्यकालको अन्तिम बजेटको रूपमा वीरेन्द्र नगरपालिका सुर्खेतको 19औं गरिमामय सभामा नगर उपप्रमुखको हैसियतले आर्थिक वर्ष 83-84 को बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा हर्षित छु। विगत 4 वर्ष बजेटद्वारा नगरको पूर्वाधार, सामाजिक सेवा, आर्थिक विकास, सार्वजनिक क्षेत्र सुशासन तथा वातावरण विपद व्यवस्थापन क्षेत्रमा उल्लेखनीय सुधार आएको छ भन्ने अनुभूति गर्दछु। नगरको प्रमुख समस्याको रूपमा रहेको खानेपानी समस्यालाई समाधान गर्न निर्माणाधीन पूर्वाधार विकास सहित शहरी सौन्दर्य समावेशी विकास र वडा स्तरसम्म पुगेको छरितो सेवा र नागरिकको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव परेको छ भन्ने विश्वस्त छु। वीरेन्द्रनगरको बढ्दो शहरीकरणलाई अवसर र चुनौती दुवै रूपमा लिएर यस नगरलाई कर्णाली प्रदेशकै प्रथम उपमहानगरपालिका बनाउने पूर्वाधार तयार पार्ने उद्देश्यका साथ हामीले नगरपालिका स्तरका वित्तीय तथा संस्थागत क्षमता विकास वृद्धि गरी नगरलाई समृद्ध बनाउँदै अर्थतन्त्रलाई गतिशील बनाउने दृढ सङ्कल्प लिएका छौँ। गत आर्थिक वर्ष अब 81-82 का लागि विनियोजित बजेट मध्ये सो वर्षको कुल खर्च 63.15% रहेको छ र जसमा 84% चालु र 51% पुँजीगत खर्च रहेको छ। चालु आर्थिक वर्ष 82-83 को विनियोजित बजेटबाट 83 जेठ मसान्तसम्म कुल खर्च 39.82% पुगेको छ भने जसमा 66% चालु र 28% पुँजीगत खर्च भएको छ। यद्यपि कुल पुँजीगत खर्च प्रतिशतले केही कम देखिए पनि वडा तथा नगर स्तरका 90% भन्दा बढी पूर्वाधारका आयोजनाहरू हाल कार्यान्वयनको अवस्थामा रहेका छन् भने र प्रशस्त आयोजनाहरू भुक्तानीको चरणमा छन् भन्ने जानकारी नगरसभालाई गराउन चाहन्छु। बजेट तर्जुमा गर्दा मैले नेपालको संविधान, नेपाल सरकार 16औं पञ्चवर्षीय योजना, सङ्घीय सरकार तथा कर्णाली प्रदेश सरकारको बजेट वक्तव्य र कर्णाली प्रदेशको दोस्रो आवधिक योजना, नगरपालिकाको प्रस्तावित प्रथम पञ्चवर्षीय योजनाको दिगो विकासको लक्ष्य र विभिन्न ऐन नियम तथा स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन 2078 लगायतका कानुनहरूलाई र चुनावी घोषणापत्र, वीरेन्द्रनगर नगरपालिकाको नीति तथा कार्यक्रमलाई महत्त्वपूर्ण आधारको रूपमा लिएको छु र यस नगरको दीर्घकालीन सोच, शैक्षिक, प्रशासनिक, पर्यटकीय सहर, स्वच्छ, स्वस्थ, समुन्नत वीरेन्द्रनगरबाट निर्देशित हुँदै जनप्रतिनिधि, बुद्धिजीवी, पेसाविद र आम नगरवासीबाट प्राप्त सुझावलाई समेत यथोचित महत्त्व दिएको छु। आदरणीय अध्यक्षज्यू एवं नगरसभा सदस्यज्यूहरू, अब म नगरपालिकाको आर्थिक वर्ष 83-84 का लागि राजस्व तथा व्ययको
अनुमान प्रस्तुत गर्न चाहन्छु। सीमित स्रोत, साधन, असीमित माग र बढ्दो आकांक्षालाई एकैपटक सम्बोधन गर्न नसकिने यथार्थ नगरपालिकालाई नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त बजेट सिलिङ र नगरको आन्तरिक आय समेतलाई आकलन गरी नगर प्रमुखबाट जारी भएको नीति तथा कार्यक्रमलाई प्राथमिकताको आधारमा कार्यान्वयन गर्नका लागि आर्थिक वर्ष 2083-84 का लागि निम्न अनुसारको बजेट तर्जुमा गरेको छु। बजेटका लक्ष्यहरू: शैक्षिक, प्रशासनिक तथा पर्यटकीय सहर स्वस्थ समुन्नत वीरेन्द्रनगर भन्ने सोचका साथ अघि बढेको वीरेन्द्रनगरको आर्थिक रूपले सम्पन्न, भौतिक रूपले योजनाबद्ध, शहरी सुविधायुक्त, लैङ्गिक रूपमा महिला मैत्री, सामाजिक रूपले समावेशी र सहभागितात्मक, वातावरणीय रूपले स्वच्छ, सफा तथा व्यवस्थापिका रूपले सुव्यवस्थित, शैक्षिक, प्रशासनिक, पर्यटकीय सहरको रूपमा निर्माण गर्दै कर्णाली प्रदेशको व्यवस्थित राजधानीको रूपमा विकास गर्ने लक्ष्य लिएको छु। बजेटको उद्देश्यहरू: अब म आर्थिक वर्ष 83-84 को बजेटका उद्देश्य उल्लेख गर्न चाहन्छु। स्वस्थ खानेपानी तथा सरसफाई, नगरवासीको सहज पहुँच वृद्धि गर्न, नगरमा भएका खानेपानी समस्यालाई दिगो व्यवस्थापन गर्ने पूर्वाधार विकास गर्ने, शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवा को हबको रूपमा वीरेन्द्रनगरलाई स्थापित गर्न आधार तयार गर्ने, नगरपालिकाको क्षेत्रमा कर्णाली प्रदेशकै व्यापारिक हबको रूपमा विकास गर्दै रोजगारी सृजना र आर्थिक विकास र गरिबी निवारणको प्रत्यक्ष योगदान, कृषि तथा पशुजन्य उत्पादन, व्यवसायीकरण र स्थानीय स्रोत साधन र बजारले मागेको औद्योगिक उत्पादन तथा उत्पादनशील सेवा तथा सुविधा उपलब्ध र उपयोग र बजारीकरणमा वृद्धि गर्ने सहयोग गर्ने, नागरिकको जीवन र जीवन उपयोगी उपार्जन सहज बनाउनका लागि स्थानीय पूर्वाधारको दिगो बनाई व्यवस्थित गर्ने, सेवा प्रवाह, सूचना प्रविधि विकास र उपयोग व्यापक बनाउने, धार्मिक तथा सांस्कृतिक पूर्वाधार संरक्षण विकास गर्दै संस्कृति मैत्री पर्यटन विकास र आगलागी नियन्त्रण थप क्षमताका लागि संस्थागत विकास गर्दै विपदजन्य जोखिम न्यूनीकरणका लागि पूर्व तयारी रहँदै जैविक विविधता, वातावरणीय स्रोत संरक्षण, दिगो उपयोग बढावा दिने र ल्यान्डफिल साइटको प्राविधिक प्रयोग गर्दै प्लास्टिक जन्य फोहोरलाई चक्रीय अर्थतन्त्र र विविधबाट व्यवस्थापन सुरुवात गर्ने, राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक सहरको रूपमा व्यवस्थित र आतिथ्यता प्रदान गर्दै स्थानीय पर्यटन प्रवर्धनलाई को अवसरको रूपमा लिने, कर्णाली प्रदेशवासीहरूको गौरवको सहरको रूपमा विकास गर्ने, आधारभूत स्वास्थ्य सेवा गुणस्तरीय वृद्धि सुलभता ल्याउनुका साथै महिला र बालबालिकाका लागि विशेषज्ञ अस्पतालको व्यवस्थित र सञ्चालन गर्ने, राजस्वको दायरा फराकिलो बनाउँदै घर दैलो सेवा तथा विद्युतीय राजस्व सङ्कलन प्रणाली मार्फत नगरको आन्तरिक आय वृद्धि गर्ने, समय सापेक्ष सङ्गठन तथा संस्थागत सुधार गर्दै उपमहानगर उन्मुख सहर सुविधा र सुशासन कायम गर्ने, सङ्घीय सरकार प्रदेश सरकारका नीति तथा कार्यक्रम र विकास साझेदार तथा सहयोगी निकायहरूसँग सहकार्य गरी विभिन्न योजना तथा कार्यक्रमहरू सञ्चालन गर्ने। सभा अध्यक्ष छु, सम्पूर्ण सभा सदस्यज्यूहरू, म माथि प्रस्तुत भएको उद्देश्य पूरा गर्नका लागि बमोजिमको क्षेत्रगत नीति अवलम्बन गर्नका लागि आवश्यक बजेट विनियोजित गरिएको छ। राजस्व तथा वित्तीय व्यवस्थापन आर्थिक वर्ष 83-84 का लागि स्वीकृति, कर, दस्तुर, समय सापेक्ष संशोधन सहित र करको दायरा विस्तार नीति तथा करका दायराहरूमा आवश्यकता र औचित्यको आधारमा छुट एवं सहुलियत दिने नीति लिइनेछ। आगामी आर्थिक वर्ष 83-84 मा कर
प्रणालीमा सुधार गरी रु 33,06,50,000 सङ्कलन गरिने लक्ष्य लिएको छ। नेपालको संविधान अन्तर्गत स्थानीय तहको अधिकार सूचीभित्र पर्ने सम्पत्ति कर, भूमि कर, घर जग्गा बहाल कर, व्यापार व्यवसाय कर, जडीबुटी कबाडी तथा जीवजन्तु कर र सवारी साधन कर, विज्ञापन कर, मनोरञ्जन कर र बाल बिटौरी शुल्क, पार्किङ शुल्क, विभिन्न सेवा शुल्क र दस्तुर क्षेत्रमा फराकिलो पार्दै कर एवं शुल्क तिरेको अनुभूति हुने गरी कर सङ्कलन कार्यलाई निरन्तरता दिइनेछ। नगरपालिकाले कानुन बमोजिम लिने घर बाल कर र व्यवसाय कर जस्ता नगरका प्रमुख स्रोतको रूपमा लिएको करहरूको प्रत्येक वडा कार्यालयबाट टोल विकास संस्था तथा निजी क्षेत्रसँग सहकारी गरी कर सङ्कलन गर्ने। पूर्वाधार विकासतर्फ उपत्यकाको खानेपानी समस्यालाई दिगो समाधान गर्न भेरी पानी लिफ्टिङ आयोजना अगाडि बढाउन सङ्घीय सरकार, प्रदेश सरकार र विकास साझेदारहरूसँग सहकार्य गर्ने आवश्यक रु 18 करोड स्थानीय स्रोतबाट म्याचिङ फन्ड व्यवस्था गरिएको छ। वीरेन्द्रनगर नगरपालिकाको खानेपानी समस्यालाई तत्काल समाधान गर्न डिप बोरिङ, खानेपानी पाइपलाइन विस्तार तथा पुराना आयोजनाहरूलाई मरामत, सम्भार र विस्तार तथा खानेपानी प्रणाली सुधारका लागि वडा स्तरका कार्यक्रम मार्फत यथोचित बजेटको विनियोजन गरिएको छ। चालु आबमा सञ्चालित राजधानी केन्द्रित सहरी सौन्दर्यता पूर्वाधार, घण्टाघर, पार्क लगायतका अन्य पार्क एवं खुल्ला क्षेत्रको सजावट तथा पार्किङ स्थल निर्माण र आयोजनाहरूको पूर्णताका लागि यथोचित बजेटको सुनिश्चित गरेको छु। सहरी पूर्वाधारहरूको विकास तथा विस्तारबाट सेवा सुविधा र बजारमा पहुँच र उपयोग वृद्धि भई जीवनयापनमा सहजता ल्याउन विभिन्न आयोजना तथा कार्यक्रमहरू सञ्चालनका लागि प्रत्येक वडामा कम्तीमा 50 लाख बढी रकम पूर्वाधार क्षेत्रमा पर्ने गरी बजेट व्यवस्था मिलाएको छु। कर्णाली प्रदेश सरकार सङ्घीय सरकारबाट हस्तान्तरित पूर्वाधार आयोजनालाई व्यवस्थापन गर्न सक्षम कर्मचारी तथा संस्थागत विकासका लागि यथोचित बजेट व्यवस्थापन समेत गरेको छु। सामाजिक विकासतर्फ यस नगरपालिकालाई शैक्षिक हबको गन्तव्यको रूपमा विकास गर्दै गुणस्तरीय विद्यालय शिक्षा सबै बालबालिकाका लागि समतामूलक पहुँच र सुनिश्चित गर्नका लागि सशस्त्र बाहेक 6 करोड रुपियाँ नगर स्तरबाट विनियोजित गरेको छु भने वडा तह समेत र आवश्यकताको आधारमा शिक्षामा बजेट व्यवस्था मिलाएको छु। नगरपालिकाको युवाहरूको क्षमता विकास गर्न तथा युवाहरूलाई नगर समृद्धि अभियानमा परिचालन गर्नका लागि र युवा सशक्तिकरण कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक बजेट विनियोजित गरेको छु। समग्र खेलकुद क्षेत्रको प्रवर्धन सहित 10औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सञ्चालन तथा व्यवस्थापन आवश्यक सहयोग गर्ने कार्यक्रम सहित युवा तथा खेलकुद क्षेत्रमा आवश्यक बजेट विनियोजन गरेको छु। आधारभूत स्वास्थ्य सेवा गुणस्तर वृद्धि र सुलभता ल्याउन स्वास्थ्य संस्था र स्वयंसेविका लगायत जनशक्तिको क्षमता विकास तथा गुणस्तरीय सेवा पहलका लागि सशस्त्र बाहेक 2 करोड 60 लाख र महिला बालबालिका नगर अस्पताल 15 शय्या अस्पताललाई सञ्चालनमा ल्याउनका लागि थप 2 करोड प्रबन्ध गरेको छु। हिंसा पीडित महिलाहरूका लागि आश्रय दिन तथा उनीहरूको मनोबल उच्च बनाउन सेफ हाउस सञ्चालन गर्न र व्यवस्थापन गर्नका लागि 20 लाख बजेट व्यवस्था गरेको छु। विकास प्रक्रियामा महिला, दलित, जनजातीय, आदिवासी, अपाङ्गता भएका व्यक्तिहरूको पहुँच वृद्धि गर्दै अर्थपूर्ण सहभागिता वृद्धि गर्न युवाहरूलाई अनुशासन, सक्षमता, स्वावलम्बन, भविष्यप्रति संवेदनशीलताको विकास
गर्न विभिन्न आयोजना तथा कार्यक्रम सञ्चालनका लागि सशस्त्र बाहेक नगर स्तरीय बजेटबाट 30 लाख सहित वडा स्तर समेत र यस प्रकारका कार्यक्रम सञ्चालन गर्न यथोचित बजेटको व्यवस्था मिलाएको छु। आर्थिक विकासतर्फ कृषि व्यवसाय महिलाहरूलाई सहभागिता वृद्धि गर्दै कृषि तथा पशुपालन पेशा व्यावसायिक रोजगारमूलक तर्फ उन्मुख गराउन साथै देशमा उत्पन्न हुने सक्ने खाद्य सङ्कटसँग सामना गर्दै नगरलाई विभिन्न उत्पादनको आत्मनिर्भर बनाउन क्षमता विकास तथा आय आर्जन कार्यक्रम सञ्चालन गर्न रु 1 करोड सहित कृषि तथा पशु विकासतर्फ उद्यम विकास र वडा स्तरबाट कार्यक्रमहरू सञ्चालन गर्न यथोचित बजेटको व्यवस्था गरेको छु। सहकारी घरेलु उद्योग पर्यटन प्रवर्धन कार्यक्रमका लागि नगर स्तरीय तथा वडा स्तरीय बजेट यथोचित बजेटको विनियोजन गरेको छु। वन तथा वातावरण विपद व्यवस्थापन स्रोत नै फोहोरको वर्गीकरण गर्दै वातावरण मैत्री ढङ्गले प्रवृत्तिको प्रयोग गरी फोहोर मैला व्यवस्थापनको प्रारम्भ गर्न रु 2 करोड 50 लाख विनियोजन गरेको छु। नगरको हरियाली प्रवर्धन कार्यलाई शहरी सौन्दर्यता प्रवर्धन गर्नका लागि नगर तथा वडा स्तरको यथोचित बजेटको व्यवस्था मिलाएको छु। विपदजन्य जोखिम र न्यूनीकरणका लागि पूर्व तयारी रहन यथोचित बजेट विनियोजन गरेको छु। वन वातावरण विपद व्यवस्थापन क्षेत्रमा सङ्घीय सरकार प्रदेश सरकार र विकास साझेदारहरूसँग समन्वय एवं सहकार्य गर्ने गरी वडा तथा नगर स्तरबाट कार्यान्वयन हुने गरी यथोचित बजेटको विनियोजन गरेको छु। सार्वजनिक सेवा तथा क्षमता विकास समयमा सापेक्ष सङ्गठन तथा संस्थागत सुधार गर्दै उपमहानगर उन्मुख सहरी सुविधा सुशासन कायम गर्न रु 1 करोड विनियोजन गरेको छु। घर नम्बरिङ नगरेका स्थानगत आवधिक योजनामा छपाई प्रोफाइल निर्माण जस्ता नगरको महत्त्वको योजनाहरूका लागि रु 40 लाख बजेट व्यवस्थापन गर्दै सुशासन प्रवर्धन र कर्मचारी पदाधिकारीको क्षमता विकास सञ्चारकर्मीलाई प्रोत्साहन तथा मिडिया परिचालन गर्न र न्यायिक सेवा व्यवस्थापन गर्न यथोचित बजेटको व्यवस्थापन गर्दै सार्वजनिक सेवा तथा क्षमता विकास क्षेत्रको वडा तथा नगर स्तरबाट कार्यान्वयन हुने गरी सार्वजनिक सेवा तथा क्षमता विकासको तर्फ यथोचित बजेट विनियोजन गरेको छु। नगरको सेवालाई नियम गर्नका लागि नगर प्रहरी र प्रभावकारी परिचालन गर्न चालु तर्फको बजेटबाट समेत यथोचित बजेटको व्यवस्थापन गरेको छु। आदरणीय नगरसभा अध्यक्षज्यू, सम्पूर्ण सदस्यज्यूहरू, अब म आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि स्रोत व्यवस्थापन अनुमान प्रस्तुत गर्ने अनुमति चाहन्छु। आगामी आर्थिक वर्षको खर्च व्यय र स्रोत निम्न अनुसारको रहेको छ। सङ्घीय वित्तीय सामान्यीकरण अनुदान रु 24 करोड 60 लाख, सङ्घीय सशस्त्र अनुदान रु 2 अरब 67 करोड 96 लाख, सङ्घीय राजस्व बाँडफाँड 21 करोड 36 लाख 47 हजार, प्रदेश सरकार वित्तीय सामान्यीकरण अनुदान रु 3 करोड 53 लाख 35 हजार, प्रदेश सशस्त्र अनुदान रु 50 करोड 35 लाख 72 हजार, प्रदेश राजस्व बाँडफाँड रु 44 लाख 11 हजार, सङ्घीय तथा प्रदेशको समपूरक विशेष अनुदान 4 करोड 59 लाख, स्थानीय राजस्व बाँडफाँड 18 करोड, नगरपालिकाबाट सङ्कलित कर तथा गैर करबाट आन्तरिक आय रु 33 करोड 6 लाख 65 हजार। अब म बैंक मौजा 3 करोड 93 लाख 57 हजार, सामाजिक सुरक्षा अनुदान 34 करोड, कुल बजेट 4 अरब
71 करोड 2,72,000 मात्र आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको छु। सभा अध्यक्ष एवं नगरसभा सदस्यज्यूहरू, म अब आर्थिक वर्ष 83-84 को नीति तथा कार्यक्रमलाई कार्यान्वयनको लागि स्रोत व्यवस्थापन विनियोजन प्रस्तुत गर्न अनुमति चाहन्छु। तलब भत्ता तथा कार्यालय सञ्चालनका लागि रु 34 करोड, खानेपानी सुशासन तथा पूर्वाधार प्रवर्धन कार्यक्रम म्याचिङ फन्ड भेरी पम्पिङ आयोजना सञ्चालन व्यवस्थापन एवं सहकार्यका लागि रु 18 करोड, वडा स्तरीय योजना तथा कार्यक्रमका लागि रु 16 करोड 67 लाख, विभिन्न शाखा नगर स्तरीय आयोजना कार्यक्रम सञ्चालनका लागि 14 करोड 50 लाख, सामाजिक सुरक्षा कार्यक्रम 34 करोड, नगर प्रमुखबाट पेश भएर आएको नीति कार्यक्रमका लागि सङ्घीय तथा प्रदेश र सशस्त्र सहित नगर स्तर क्षेत्रका कार्यक्रमहरू सञ्चालन गर्न रु 3 अरब 44 करोड 85 लाख 72 हजार विनियोजन गरेको छु। यस आर्थिक वर्ष 83-84 का लागि चालू तथा पुँजीगत खर्च गर्नका लागि कुल बजेट 4 अरब 71 करोड 2,72,000 हजार विनियोजन गरेको छु। अब म जसमा आर्थिक वर्ष 83-84 मा चालू पुँजीगत वित्तीय व्यवस्थापन यस प्रकार रहेको छ। चालू 1 अरब 68 करोड 31 लाख 89,200 मात्र, पुँजीगत तर्फ 3 अरब 2 करोड 70 लाख 82,800 मात्र, 64%। आदरणीय नगरसभा सभा अध्यक्षज्यू तथा सभा सदस्यज्यूहरू, यस बजेट कार्यान्वयनका लागि विगतमा अथक प्रयासबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै सबै नगरवासीका लागि अति आवश्यक पूर्वाधार निर्माण र सामाजिक न्यायको आधारमा शिक्षा एवं स्वास्थ्य सेवा पहुँच लगायतका शहरी सौन्दर्यता टेवा पुग्ने गरी नगरवासीको सबै क्षेत्रमा दिगो एवं सन्तुलित विकासमा सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु। अन्तमा बजेट कार्यान्वयनका लागि विगत झैँ सबै जनप्रतिनिधि, व्यवसाय क्षेत्र, सङ्घ संस्था एवं नगरवासी सम्पूर्ण दिदीबहिनी दाजुभाइहरूलाई सहयोगको अपेक्षा लिएको छु र बजेट तर्जुमा गर्ने क्रममा महत्त्वपूर्ण सल्लाह सुझाव दिनुहुने सबै राजनीतिक दल, जनप्रतिनिधिहरू, निजी क्षेत्र, व्यावसायिक क्षेत्र, सङ्घ संस्था र सम्पूर्ण नगरवासी दाजुभाइ तथा दिदीबहिनीहरू र नगरको प्रमुख प्रशासकीय अधिकृतज्यू र सम्पूर्ण कर्मचारी साथीहरू लगायत सबै पत्रकार जगत र सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै बजेट कार्यान्वयनका लागि समेत सबैबाट पूर्ण रूपमा सहयोग हुनेछ भन्ने अपेक्षा लिएको छु। धन्यवाद। सभाका उपाध्यक्षज्यूबाट आर्थिक वर्ष 2083-84 को लागि बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने कार्य सम्पन्न भएको छ। अब म आर्थिक वर्ष 2083-84 को लागि विनियोजन विधेयक 2083-84, आर्थिक विधेयक 2083-84, न्यायिक समितिको प्रतिवेदन 2082-83, प्रथम पञ्चवर्षीय आवधिक योजना 2083-84 देखि 2087-88 सम्म, गैर सरकारी संस्थाको योजना तथा कार्यक्रम 2083-84 विधेयकहरू पेश गर्नको लागि सभाका उपाध्यक्ष श्री नीलकण्ठ खनालज्यूलाई समय प्रदान गर्दछु। धन्यवाद। अब म नगर शिक्षा ऐन 2074 को चौथो संशोधन पेश गर्नको लागि विधायन समितिका संयोजक श्री यमुना नेपालीज्यूलाई समय प्रदान गर्दछु।
यस ऐतिहासिक 19औं नगरसभाका सभाध्यक्षज्यू, सभाका उपाध्यक्षज्यू, यस सभामा महत्त्वपूर्ण उपस्थिति जनाइरहनुभएका यस सभाका सभा सदस्यज्यूहरू, त्यसै गरी यस सभामा सदस्य सचिव रूपमा आसीन प्रमुख प्रशासकीय अधिकृतज्यू, सम्पूर्ण वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी मित्रहरू र यस सभालाई शोभायमान बनाउन उपस्थित हुनुभएका सम्पूर्ण बुद्धिजीवी, सरकारवाला, राजनीतिक दल एवं सम्पूर्ण पत्रकार मित्रहरूप्रति विधायन समितिको तर्फबाट एवं मेरो व्यक्तिगत तर्फबाट हार्दिक आभार एवं नमस्कार टक्राउन चाहन्छु। विशेष गरेर विगत लामो समयदेखि वीरेन्द्रनगर नगरपालिकाले यो 4औं वर्षसम्म आइपुग्दाखेरि विभिन्न खालका नगरपालिकालाई आवश्यक पर्ने जनतासँग काम गर्दै जाँदाखेरि जनअपेक्षा अनुसार नीति र पोलिसीहरू नमिलेको अवस्थालाई चाहिँ मध्यनजर गर्दै नगरपालिकालाई आवश्यक पर्ने नीति, ऐन, कार्यविधिहरू समयअनुसार समय सापेक्षिक रूपमा पुनरावलोकन र संशोधन गरेको कुरा यहाँहरू समक्ष जानकारी गराउन चाहन्छु। सोही अनुसार यो वर्ष पनि नगर शिक्षा ऐन 2074 को 4औं संशोधन 2082 यस महत्त्वपूर्ण सभाका सभाध्यक्ष एवं सभा समक्ष टेबुल गर्दछु। हवस् त, धन्यवाद, नमस्कार। नगरसभा सदस्यज्यूहरू, अब म लेखा समितिको प्रतिवेदन पेश गरिदिनको लागि लेखा समितिका संयोजक श्री दिपेन्द्र राज कोइरालाज्यूलाई समय प्रदान गर्दछु। नगरसभा सदस्यज्यूहरू, अब म दोस्रो सत्रमा सार्वजनिक महत्त्वका विषयमा बोल्न चाहने नगरसभा सदस्यज्यूहरूलाई सचिवालयमा नाम टिपाउनको लागि समय प्रदान गर्दै 1 घण्टाको लागि यो सभा स्थगित भएको जानकारी गराउँछु। धन्यवाद।